उत्पन्न गर्न हजुरहरूको सक्रियतापूर्वक सहभागिता महत्त्वपूर्ण रहेको छ। हजुरहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला। प्रस्तुतिको दौडानमा जागेका जिज्ञासा र हजुरहरूलाई उब्जिएका जिज्ञासा अनि सुझावहरूलाई कापीमा टिपोट गर्नुहोला र हामी कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सेसनमा अवश्य छलफल गर्ने नै छौँ। अनि हजुरहरूले आफ्नो डिजिटल डिभाइसको भिडियो अन र अडियो अफ गरिदिनु होला र समय समयमा अडियो अन गरेर रेस्पोन्स गर्न सक्नुहुनेछ। अनि हजुरहरू एसएमएस पोजिसनमा बस्नुहोला, जसले हाम्रो कक्षालाई अझ प्रभावकारी बनाउनेछ। अब म समयलाई मध्यनजर गर्दै आजका ट्रेनर आदरणीय वरिष्ठ प्रशिक्षक अनि शिक्षक प्रेरक वक्ता तथा यो शिक्षण पेसामा लामो समय अनुभव बटुल्नुभएका अनि लामो समयदेखि जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडमा विभिन्न विषयहरूमा ट्रेनिङ दिँदै आउनुभएका र महत्त्वपूर्ण टपिकहरू र बालबालिका एवं शिक्षण सिकाइसँग सम्बन्धित विषयहरूका विज्ञ आदरणीय प्रकाश केसी सर हाम्रो स्क्रिनमा समयमा नै उपस्थित भइसक्नु भएको छ। अब हामी सबैजनालाई हाम्रा आजका ट्रेनरलाई जोरदार तालीले स्वागत गरौँ। आउँदै हुनुहुन्छ आदरणीय वरिष्ठ प्रशिक्षक प्रकाश पौडेल सर। प्रकाश केसी सर। नमस्कार। म यहाँहरू सबैलाई स्वागत नै गरेँ। म यसो सबभन्दा पहिला है यहाँलाई फर्मेलिटीमा जानुभन्दा अगाडि हामी कतिजना छौँ, 2-3 जना जति छौँ। हुन त टोटल म सहित 12 जना भएर छौँ है। यहाँहरूलाई यसो ढोका खोल्न मैले अनुरोध गरेँ। एभ्री चाइल्ड अर स्टुडेन्ट इज युनिक एन्ड स्पेसल। सबभन्दा पहिला जान्नुपर्ने कुरा है त, एभ्री चाइल्ड इज युनिक एन्ड स्पेसल। यहाँ सबैलाई नमस्कार। म प्रकाश केसी। अब धेरै मैले भन्नु नपर्ला, सम्भवतः यहाँ कोही नयाँ नै हुन्छ जस्तो लाग्यो। मेरो जन्मघर चाहिँ रामेछाप, अहिले म काठमाडौँ बसाइ काठमाडौँ। यहाँ जस्तै शिक्षक र अहिले नयाँ जोडिएको टाइटल प्रशिक्षक तथा प्रेरक वक्ता म्यामले अघि नै भनिसक्नु भएको छ। अब यहाँहरूलाई अफिसियल रूपबाट स्वागत गरिसक्नु भएको छ, यद्यपि म मेरो क्लासमा यहाँहरूलाई म मेरो तर्फबाट पनि हार्दिक स्वागत गर्दछु। आज हामी अलिकति फरक त नबनाउँ, यो कुरा पहिल्यै आएको हो, तर यद्यपि त्यही कुरा जतिपटक रिपिट भए पनि मेरो भन्ने शैली अलिअलि फरक हुनसक्छ। मैले केही नयाँ कुरा ल्याएको हुनसक्छु, त्यो कुरालाई आज हामी एड्रेस गर्नेछौँ। र आजको टपिक भने मल्टिपल इन्टेलिजेन्स, एमआई भन्ने छ, जुन हवार्ड गार्डनरले प्रतिपादन गरेको। हाम्रो एमो ढकाल म्याम के हुनुहुन्छ, यहाँ नयाँ नै हो। कति भयो, 1 महिना 1 महिना नभएको को हुनुहुन्छ, 1 मन्थ कम्प्लिट नभएको? खोइ त, रेस्पोन्स गर्नु होला। हाम्रो अनिता म्याम को हुनुहुन्छ? लक्ष्मण तामाङ सर। मैले यही नाम त अन्त कतातिर पनि पहिलो क्लासमा हो कि यहाँलाई सुने जस्तो लाग्यो। मेरो आवाज अडिबल छ? गीता म्याम सुन्नु भएको छ मैले बोले? खोइ त, यहाँको त्यो अनम्युट गर्नु पर्यो। हस् सर। अनि हाम्रो खोइ त खोइ एमो ढकाल म्याम, लक्ष्मण सर, यसो हेर्नुहोस् त ल, के छ यहाँ? खाना खाना व्यस्त हो? केही फरक पर्दैन, खाना खाँदै ढोका खोल्नु भयो भने हामी त्यसलाई स्वागत गर्छौँ, खोज्दैनौँ, फरक पर्दैन है त। एउटा पानी कस्तो छ भने विद्यार्थीलाई चाहिँ टिचरतिर अटेन्टिभ हुनुपर्छ भन्ने, अनि आफू पर्दा पछाडि लुक्न थाल्यो भने खासै सिकाइ हुँदैन। अहिलेको सिकाइ चाहिँ, पहिला पहिला त मलाई पनि कस्तो लाग्थ्यो भने आएर टङ टङ दिएर जान मन लाग्थ्यो। अहिले द्याट इज नट रियल लर्निङ है। सिकाइ भनेको स्टुडेन्टले सिक्ने हो, एक्टिभ लर्निङ हो, त्यो मात्रै सिकाइ हुन्छ। हामी 12 जना छौँ, यहाँहरूले अब यो 1 जना थपिसक्यो, 13 जना भयौँ। यहाँले अझै पनि आफ्नो ग्रुपमा भएका साथीहरूलाई मेसेज भन्दा लिङ्क सेयर गर्नु होला र आउन अनुरोध गर्नु होला। अब यहाँहरूले भिडियो अन गर्नुभयो भने अलिकति इन्टरेक्टिभ हुने अवस्था रह्यो भने म क्लास अगाडि बढाउँछु, होइन भने 10-15 मिनट गफगाफ हुन्छ र आजको क्लासलाई हामी स्थगित गर्छौँ है त। किनभने यो सहभागी थोरै, यहाँहरूले त्यो पनि मेरो कुरा सुन्नु भएन भने त यहाँ बकबक गफ लगाएको अर्थै हुँदैन फेरि है, त्यो कामै लाग्दैन। ल, अब के बुझौँ भने सबभन्दा पहिला यहाँलाई म एकछिन स्लाइडमै जाउँ ल, एउटा दुइटा स्लाइडमा चाहिँ जाउँ, अनि त्यसपछि ल मलाई चाहिँ यो सेयर गर्ने अनुमति प्रेमलता म्यामले दिनुपर्ने हो, किनकि मैले हजुरलाई नै होस्ट हस्तान्तरण गरे भएर यो स्लाइड सेयर गर्नेमा त्यहाँ रिक्वेस्ट माग्यो। ओके, डन। ल, अब हामी एकैछिन यहाँ स्लाइड सेयर गर्छौँ। एउटा दुइटा स्लाइडबाट अगाडि बढेपछि अनि यहाँहरूसँग फेरि म आउँछु, ब्याक हुन्छु। यहाँले एकदमै अटेन्टिभ भइदिनु होला।
अघि नै भन्नुभएको छ म्यामले, यसो यहाँ नोट कपी पनि साथमा राख्नुहोस् है त, केही फरक पर्दैन। ल अच्छा, डिभाइसले अलिअलि प्रब्लम बनाउँछ कि भन्ने हो। यहाँ सेयर भएपछि मलाई यस्तो सेयर भयो, देख्नु भएको छ नि यहाँले? गजब ल। पहिलो स्लाइडले केही गरेको छैन, यहाँलाई वेलकम मात्रै गरेको, अरू केही पनि गरेको छैन है त, वेलकम मात्रै भन्यो। तर वेलकम पनि आफ्नो आफ्नो अर्थ रहेछ। मैले यहाँलाई वेल इन्थुजियास्टिक, लभेबल, कम्प्यासनेट, ओबिडियन्ट, मार्भलस एन्ड इन्टायर टिचर्स भने यतिभन्दा पुगिहाल्यो। एउटा यहाँनिर पिक्चर हेर्नु होला। यहाँनिर यो तस्विर छ, यो तस्विरभित्र धेरै खालका पुस्तकहरू छन्। यहाँनिर यहाँ ग्लोब पनि देखाइएको छ, चाबी पनि राखिदिएको छ, बोल्ने माइक पनि छ, फ्रेन्डसिप पनि देखाउँछ, सारा कुरा देखिएको छ है यो एउटा यो जेनेरेटेड पिक्चरले। अनि यहाँ तल मेरो स्लाइड हेरौँ। यहाँनिर तपाईँ के गर्न सक्नुहुन्छ भन्ने कुराले जिन्दगीमा केही फरक पार्दैन, तर तपाईँ के गर्दै हुनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो रियालिटी यही नै हो। र आज हामी अगाडि बढ्ने विषय भनेको मल्टिपल इन्टेलिजेन्स, रिपिटेसन इज द मदर अफ मेमोरी। यसलाई पनि मैले धेरै भने, इनिसिएट ब्रेभली, यहाँ पनि म गइनँ ल। अब सधैँ भनेर एउटा स्लाइड अगाडि बढाउँछु अनि त्यसपछि म स्लाइड बन्द गरेर यहाँसँग गफ लगाउँछु। यहाँ के आयो भने, मैले सधैँभरि यहाँलाई पहिला क्लासमा नि भनेको छु, यद्यपि यो अझै पनि यो इनर्जाइज नै गर्छ यसले। पोजिटिभ थिङ्किङ किन चाहिन्छ यहाँनिर जस्तै, आज यो दुनियाँमा फोन वायरलेस हो। पहिला पहिला त्यो भर्खर ग्राम बेलले फोन बनाउँदै गर्दाखेरि दुईटा फोन त आविष्कार गरे होला नि पक्कै पनि। एउटाबाट बोल्नु पऱ्यो, अर्कोबाट सुन्नु पऱ्यो। फेरि त्यसपछि फोन बल्लचोटि आविष्कार गरे, एउटा फोन बन्यो। अनि फोन बनाउनेले कल्ला बोले पहिला, सबभन्दा पहिला भने आफ्नै श्रीमतीलाई फोन गरे, उतापट्टि फोनमा बस्न लगाए, आफू यताबाट बोले। अनि उनको श्रीमतीको नाम हेलो थियो। त्यसपछि हेलो भनेर बोलाए। उनले फर्स्ट टाइम फोनमा हेलो भनेपछि दुनियाँले हेलो भन्छ अहिले। यी सबै फेरि ग्रामबेलको श्रीमती भने चाहिँ होइन है हामीले। जस आजको फोन वायरलेस छ। एउटा मोबाइल 10-15 हजारको मोबाइल खल्तीमा हालेपछि किताब बोक्नु पर्दैन, पेपरलेस भइसकेको छ। कुकिङ फायरलेस छ, हामीसँग आगो बाल्न पर्दैन। ग्यासले मात्रै पनि होइन, अब त इलेक्ट्रिक ओभनमा पनि पाक्छ। अनि हाम्रो कार किलेस छ, अहिले त ड्राइभरलेस कार आउनु थाल्यो होइन। एउटा एउटा कम्पनीले ड्राइभरलेस कार बनाएर अमेरिकामा परीक्षण हुँदैछ। स्टडी पेपरलेस, किताब बोकेर अब दुनियाँमा जाँदैनन्। हाम्रा गाडीका टायर ट्युबलेस छन्, समस्या यहाँनिर छैन। तर चिल्ड्रेन ग्लोबली म्यानरलेस, दिस इज द प्रब्लम है। अहिलेको प्रब्लम के हो भने चिल्ड्रेन ग्लोबली म्यानरलेस हो। अर्को प्रब्लम रिलेसनसिप मिनिङलेस, सम्बन्ध यस्तो छ। युथ जबलेस छन्, हाम्रा देशकै कुरा गर्ने हो भने। लिडर्समा लाज घिन केही पनि छैन, सेमलेस हुन्। एटिट्युड यस्तो केयरलेस छ कि यो कुरै नगरौँ। एजुकेसन किताब पढाएको छ, भ्यालुलेस छ। जतिसुकै डिग्री गरे पनि उसले त्यो सम्मान गर्न जाने हुँदैन, नैतिकताको पाठ जाने हुँदैन। तर अझै पनि हामी टिचर भएको कारणले गर्दा एउटा होप्स आर इनलेस, त्यो आशाको दियो जगाउने काम अब टिचरले गर्ने। अब गाली गरेर मात्रै नि हुँदैन, सरापेर मात्रै नि हुँदैन, आन्दोलन गरेर मात्रै नि हुँदैन। त्यो सही मार्ग देखाउने र सत्यको बिजारोपण गर्ने काम टिचरकै हो। यहाँभन्दा धेरै भन्नु परेन। अब हामी मुस्कुराउँदै अगाडि क्लासमा अगाडि बढ्छौँ, यो रुचि अनुहार नलगाइकन। ल, अब यहाँनिर गएपछि म एउटा एजुकेसनको भिजन, यो एउटा चार्ट हेर्नुहोस् ल, त्यसपछि अर्को मामला। एजुकेसनलको भिजनरिज भनेको छ यो सबैलाई चाहिने, एज अ टिचर, फाउन्डर होइन, लिडर। त्यसपछि स्टुडेन्ट्सलाई मोटिभेट गर्नको लागि प्यारेन्ट्सलाई पनि जान्नुपर्ने एउटा यहाँ ठुलो चार्ट छ। मैले पहिला पनि देखाएको, यो गजबको रुख छ, हेर्नु होला। यसमा पहिला नम्बरमा वेल म्यानेज हुनुपर्छ। हेर्नुहोस् है यहाँनिर, यो म स्लाइडमा पठाउँ होला, यति धेरै टिप्न भ्याउनुहुन्न यहाँनिर। वेल म्यानेज फर्स्ट प्रायोरिटी भनेको के हो? एउटा टिचर, एउटा अर्गनाइजेसन वेल म्यानेज हुनुपर्छ। त्यसपछि अर्को हेर्नुहोस् न यहाँनिर, त्यहीभित्र बजेट एनालिसिस पनि गर्नु पर्यो। अब हामीले यहाँ बजेट एनालिसिस भनेको टाइम एनालिसिसतिर ध्यान दिउँ। अनि अर्को पार्टमा हेर्नु होला, यहाँनिर बजेट मात्रै हेरेर पनि पुग्दैन। अब डिसिप्लिनरी एप्रोच हेर्नुपर्छ, करेज हुनुपर्छ, साहसका कुरा जोडिन्छ, क्रिएटिभ हुनुपर्छ। अब टिचर एटिट्युड पोजिटिभ हुनुपर्छ। हाम्रो बाहिरी सतहमा देखिने दुईटा कुरा भनेको के हो? एउटा नलेज, अर्को स्किल। यो दुईटा कुरा बाहिर भिजिबल हुन्छ, तर व्यक्तिको एटिट्युड भित्र कुरा देखिँदैन, त्यो पोजिटिभ हुनुपर्छ। मैले सधैँ भन्ने गरेको, व्यक्तिको सोच्ने शक्ति अर्थात् त्यो पोजिटिभ माइन्डसेट भयो, यो मस्तिष्क सुधार्यो भनेर घरको भान्सा सुधार्यो भने सेतो कोटलाको डाक्टर भेट्न जानु पर्दैन। गुड लिसनर हुनु पर्यो, सुन्नु पर्यो हामीले पनि। इन्स्ट्रक्सनल एन्ड करिकुलम लिडर्स हुनु पर्यो, शिक्षण गर्ने कुरामा पाठ्यक्रमको बारेमा ज्ञान जान्नु पर्यो। पब्लिक रिलेसनको विषयमा एकदमै ध्यान दिनुपर्छ, किनकि टिचर भनेको पब्लिक रिलेसन अफिसर नै हो। टिचर टिचर मात्रै होइन, यहाँ कम्युनिटीको हरेक मान्छेसँग जोडिन्छ टिचर।
यो पनि टिचरले ध्यान दिनु पर्यो। कन्स्ट्रक्टिभ हुनुपर्छ सधैँ टिचर। स्मार्ट प्रोग्राम एडमिनिस्ट्रेट गर्ने खालको हुनुपर्छ टिचर। एसेसमेन्ट गर्न भनेको इभ्यालुएसन गर्न एक्सपर्ट हुनुपर्छ टिचर। अनि रिसोर्सफुल पनि हुनुपर्छ टिचर। त्यसपछि मेन्टर हुनुपर्छ र लास्टमा मोनिटर गर्न जान्नुपर्छ। यति प्याकेज भनेको निड टु बी इन टुडेज मोडर्न एजुकेसन। यो कम्प्लिट प्याकेज हाम्रो लागि चाहिने हो। अब यहाँभन्दा तल हामी एउटा नयाँ काम गर्छौँ। त्यो काम गर्नुभन्दा अगाडि हेर्नुहोस् त, त्योभन्दा अगाडि कथा भन्नुभन्दा म एउटा यतातिर गएँ। अब सुन्नुहोस् त, अब कसलाई सोधौँ त मैले? भिडियो अन नगरेर साथीहरूलाई त के सोध्नु होइन? मैले पहिला भनेको छु, याद भइहाल्यो नि। यहाँ स्यामसुङ छ भनेर रिनेम गर्नु होला है त हजुरले पनि। हाम्रो नारायण तिवारी सर के छ, भिडियो अन गर्न मिल्छ? सम्भावना छ? मल्टिपल इन्टेलिजेन्स त पार्टै आएको छैन फेरि। आज त्यहाँ पुग्दा पुग्दै सकिने है क्लास। नारायण सर के सम्भावना छ? हाम्रो अनिता म्याम रिनेम प्लिज भनेको रिनेम प्लिजै गर्नुभयो उहाँले फेरि। उहाँलाई चाहिँ हटाइदियो हुन्छ म्याम, एकजना कम भएर केही नि हुँदैन। एकछिन टाइम दिउँ उहाँलाई रिनेम गर्नलाई है। किनभने त्यो कहिले काहीँ चाहिँ त्यो अर्कै टाइप गर्दा त्यही टाइप हुन्छ क्या, त्यो गलत पनि भइरहेको छ। एक दुईचोटि मेरो पनि त्यस्तो परेको छ। अर्कोलाई रिनेम प्लिज भनेको हामी त्यहाँनिर टाइप गरिदिरहेको हुन्छ, आफ्नै गल्ती भइरहेको हुन्छ। त्यो समस्या पनि हो कि कहिले काहीँ चाहिँ त्यो उहाँलाई एड्रेस गर्नुपर्छ हामीले। याद गर्नु होला, त्यो भयो भने। होइन भने चाहिँ रिनेम प्लिजलाई हामी बाई बाई प्लिज गरौँला है त। केही छ सम्भावना? ल, एमो झकाल भन्नुभयो, आशा चौधरी, ल हेर्नुहोस् त्यहाँनिर, ल गीता पौडेल म्याम, ओके। ल एमो सर ए नमस्कार। सर नमस्कार। मैले तपाईँलाई एउटा क्वेसन सोधेँ सर। सर कुन सब्जेक्ट पढाउने सर? म म्याथ पढाउँछु सर। म्याथ पढाउनुहुन्छ सर? सर वैज्ञानिक हो हजुर, कि होइन? वैज्ञानिक हो नि सर। हो। अँ, इन्भेन्सन के को गर्नुभयो त सर? हजुर, इन्भेन्सन के को गर्नुभयो त? इन्भेस्टर त्यस्तो अब ठ्याक्कै अब वैज्ञानिक भन्दै ए, गर्दाखेरि चाहिँ हामी अलिकति केही क्रिएटिभ थिङ्सहरू नयाँ कुराहरू चाहिँ केही गर्नुपर्ने भएको हुनाले हो कि भन्ने चाहिँ हो सर। ओके सर, होइन जे होस् सरको भनाइ ठिक छ। मैले सरलाई डोमिनेट गरेँ होइन, रमाइलो गरेँ एकछिनलाई। हजुर हजुर एकछिन यो माहौल तताउन खोजेँ। यत्रो क्लासमा आइसिएस केही कुरो त सिकेर जानु पऱ्यो नि भने। त्यहाँमाथि अब मेरो क्लासमा त्यो स्लाइड पढ्ने मात्रै काम हुँदैन सर। एक दुईवटा स्लाइड बरु पछि माग्नु होला, म दिउँला इन्डिभिजुअली पनि। त्यो अब फुर्सद चाहिँ हुँदैन। म एउटा म्यासेज, एउटा मात्रै म्यासेज स्किप भइदियो 2-4 मिनट अगाडि भने त्यसपछि त माथिबाट 18-20वटा म्यासेज माथि पुगिसकेको हुन्छ, त्यो जाने सम्भावनै हुँदैन क्या। त्यो कतिवटा ग्रुप मात्रै एड्रेस गर्ने भन्ने हुन्छ, अनि त्यो भन्नै सकिँदैन। एउटा फोन बिहान उठाइएन भने त्यसपछि बेलुकासम्म हेर्दै त्यो फोन त धेरै तल लिस्टमा पुग्नुपर्छ, अनि त्यो सम्झिएन भने कामै छैन। कहिले काहीँ त्यस्तो हुन्छ। ठिक छ, सरले भनिहाल्नु, सर वैज्ञानिकै हो। अनि अरू को हुनुहुन्छ यहाँनिर, कसलाई सोधौँ त? गीता पौडेल म्याम हजुर वैज्ञानिक हो कि होइन? म्यामको आवाज आएन, भन्नुहोस् त म्याम। यो मल्टिपल इन्टेलिजेन्स कुरा एकछिन पछि गरौँला। यस्तै सजिलो कुरा त किन मैले भन्नु पर्यो? त्यो त सबभन्दा सजिलो हो मल्टिपल इन्टेलिजेन्स भने। गुगलमा खोजे नि पाइने चिज। गीता म्याम आवाज आयो अहिले चाहिँ, भन्नुहोस् त। हजुर नेटै स्लो छ मेरो। हो ल म्याम, म्याम हजुर वैज्ञानिक हो भनेर सोधेँ मैले। वैज्ञानिक त होइन होला, पत्याएन। त्यस्तै। म्यामलाई डाउट लाग्यो, शङ्का लाग्यो। ल, यहाँलाई शङ्का लाग्यो भनेपछि धेरै प्रेसर गर्नु। ल सुन्नुहोस् एकछिन है त। ल यहाँ जतिजना आज उपस्थित हुनुभएको छ यहाँहरू सबैजना वैज्ञानिक हो, र म पनि वैज्ञानिक नै हो। अब म पुष्टि गर्छु किन भनेर। याद गर्नु होला, हामी सबै वैज्ञानिक हो। मैले कुन सेन्समा भनिरहेको छु भने, सुन्नुहोस् है त एउटा कुरा। एउटा नेचुरल साइन्स छ हाम्रो, फिजिक्स छ, जहाँ हामी पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनिरहेछौँ। त्यो फ्याक्ट हो, दुनियाँले मानिरहेछ। त्यो सत्य दुनियाँले मान्छ। तर अब मेरो प्रश्न, तपाईँ वैज्ञानिक हो कि होइन, म वैज्ञानिक हो कि होइन भन्दा हामी पनि वैज्ञानिक हो। याद गर्नुहोस् है त, हामी पनि वैज्ञानिक हो, तर हाम्रो विज्ञान फरक खालको हो है। स्टेफन हकिङ वैज्ञानिक हुन्, उनले पत्ता लगाएको ब्ल्याक होल होला। अल्बर्ट आइन्स्टाइन वैज्ञानिक हुन्, E=mc² फर्मुला हो र। तर तपाईँ हामी वैज्ञानिक कस्तो भने, वी आर सोसल साइन्टिस्ट। हामी सामाजिक वैज्ञानिक हो। हामी व्यक्तिको मस्तिष्क पढ्छौँ, अनि त्यहाँभित्रका सारा कुरा बुझेर त्यहाँ बीजारोपण गर्छौँ। याद गर्नु होला है। अब सबभन्दा पहिला हाम्रो काम के हुन्छ, स्टुडेन्ट्सको अर्थात् ह्युमन बिइङ्सको साइकोलोजी, मेन्टालिटी
सिक्ने क्षमता, लर्निङ स्टाइल, उसका क्यापासिटी के हुन्, त्यो सबै कुराको अध्ययन गरेर त्यो कुरा फाइन्ड आउट गरेर त्यहाँनेरि बीजारोपण गर्ने काम, ज्ञानको बिउ रोप्ने काम हामी टिचर्स गर्छौँ। त्यसैले हामी सोसल साइन्टिस्ट हो एउटा पार्ट। अर्को कुरा, हामी सोसल साइन्टिस्ट हौँ भन्दै गर्दा, सामाजिक वैज्ञानिक हौँ भन्दै गर्दा हामीले लिने इन्फर्मेसन साँच्चीकै प्राकृतिक वैज्ञानिक या भौतिक विज्ञानले लिने भन्दा फरक हुन्छ। एउटा इक्जाम्पल, मेरो अगाडि ल्यापटप छ, यहाँको अगाडि पनि ल्यापटप छ। यो ल्यापटपलाई तपाईँले एउटा मेजरमेन्ट स्केलले नाप्नुहोस्, 30 सेन्टिमिटर भयो फर इक्जाम्पल यसको चौडाइ। यदि मेजरमेन्ट गर्ने त्यो स्केल गलत छैन भने अमेरिकामा लगेर तपाईँले त्यही ल्यापटप नाप्नु भने 30 सेन्टिमिटरै आउँछ। सुन्नुहोस् है त, चाइनामा लगे पनि घट्दैन, मेड इन चाइना आज छ भोलि छैन भन्दैन, त्यो ल्यापटपको साइज त्यत्रै हुन्छ। जापानमा गएपछि भाउ बढ्दैन त्यसको, त्यो लम्बाइ त्यति नै हुन्छ, सबै कुरा त्यही हुन्छ। तर सोसल साइन्स फरक हुन्छ। एउटा व्यक्ति अर्को ठाउँमा सिफ्ट हुने बित्तिकै, लर्निङ इन्भाइरोमेन्ट चेन्ज हुने बित्तिकै उसले दिने इन्फर्मेसन, जानकारी फरक पाउन सकिन्छ। याद गर्नुहोस्, म खुसी भएको बेला तपाईँले मसँग कुनै इन्फर्मेसन माग्नुभयो, त्यति बेला मैले तपाईँलाई जे दिन्छु नि, मलाई रिस उठ्या बेला तपाईँले मलाई क्वेसन गर्नुभयो भने मैले दिने तरिका फरक हुन्छ। त्यही कुरा पनि म फरक तरिकाले दिन्छु, कतिपय कुरा म लुकाउन सक्छु। तर फिजिकल साइन्स त्यो भन्दैन, जसले खोजे पनि त्यही हो। याद गर्नुहोस् है त, हामी कलिग्सभित्र पनि आफ्नो मनको कुरा एउटा टिचरलाई भन्छौँ, अर्कोलाई सुन्ला कि भनेर हामी डराउँछौँ। दिने कुरा त त्यही हो नि। त्यो भने के हो भने हामीभित्र फरक खालको बिलिफ सिस्टम हुन्छ। त्यसैले त्यसको अध्ययन गर्न सक्ने व्यक्ति वैज्ञानिक हो। वी आर सोसल साइन्टिस्ट। अब बिलिभ लाग्छ यहाँमा, बिलिभ गर्नुभयो कुरामा? भयो कि भएन? ठिक छ, ल ठिक छ। अब दोस्रो कुरा है त, अब दोस्रो कुरा के हो भने, अब सुन्नुहोस् है, त्यो कुरा फेरि एक रमाइलो कुरा, मैले हिजो ग्रुपमा नै हालिदिएको थिएँ। त्यहाँ अब यहाँ प्राइभेट कतिजना हुन्छ, प्राइभेट टिचर, प्राइभेट इन्स्टिट्युसनमा हुनु न, टिचर कतिजना हुन्छ? हाम्रो लक्ष्मण तामाङ सर हुनुहुन्छ, हजुर हो त्यहाँको सर। पीडा त झन् ठुलै छँदैछ है, त्यसलाई नजोडौँ ल। अब एउटा कुरा सुन्नुहोस् त, के हो भने आइक्यू लेख्नु भयो नि हुन्छ है, मलाई यहाँ रहर लाग्यो भने, आइक्यू गेट्स यु हायर्ड, आइक्यू गेट्स जिटिएस गेट्स यु एचआइआरइडी हायर्ड, इक्यू इक्यू इमोसनल क्वेसन्ट इन्टेलिजेन्स, इक्यू गेट्स यु फायर्ड। रमाइलो कुरा हेर्नुहोस् है, अर्गनाइजेसनभित्र के हुन्छ भने, है मैले यो कुरा किन जोड्या भने हामीलाई काम लाग्ने कुरा भएर जोडेको। फेरि म रिसर्चको स्टुडेन्ट पनि लिडरसिपकै भएर, एउटा व्यक्तिलाई अर्गनाइजेसनले, एउटा टिचरलाई कुनै स्कुलले के को आधारमा सिलेक्ट गर्छ, अपोइन्ट गर्छ भन्दा नि उसको आइक्यू हेरेर, उसको क्षमता हेरेर, इन्टेलिजेन्स हेरेर, सब्जेक्ट म्याटरको ट्यालेन्ट हेरेर, एक्सपर्टिज हेरेर, स्किल हेरेर, नलेज हेरेर सान्छ उसलाई। तर त्यो व्यक्ति ट्यालेन्ट हुँदा हुँदै पनि फेरि फायर के को आधारले हुन्छ? इक्यूले गर्दा ऊ फायर हुन्छ भनेको उसको एटिट्युड र त्यो संस्थाप्रतिको व्यवहार नेगेटिभ हुने बित्तिकै जान्य त हो फलानु निकाल्न बाध्य भयौँ भन्ने अवस्थामा संस्था पुग्छ। त्यसैले के रहेछ, अब एउटा अर्गनाइजेसनभित्र हामी टिचर मात्रै नभएर हरेक व्यक्ति नै दुईटा कुरालाई ध्यान दिनुपर्ने छ। एउटा, हाम्रो ट्यालेन्टलाई राम्रो बनाउने कुरा छँदैछ होइन, आफ्नो सब्जेक्ट म्याटरमा ट्यालेन्ट बन्ने कुरा त छँदैछ। दोस्रो कुरा, त्यो अर्गनाइजेसनमा हामीले इमोसनल क्वेसनलाई पनि, सोसलाइजेसनको पार्टलाई पनि, डेली बिहेभियरलाई पनि, हाम्रो एटिट्युडलाई पनि ध्यान दिनुपर्दछ। यो दुईटा कुरा है, अलिकति नयाँ होला कि भनेर राख्ने। अब म अलिकति फेरि स्लाइडमा जान्छु। यो स्लाइड चाहिँ मैले किनभने पहिला कथा भनेको थिएँ, यसपालि भन्नु नभनेर भनेर रहन्छ भने, ल यहाँ हेर्नुहोस् त, यहाँ के छ भने एउटा सुगाको चित्र देख्नुभयो यहाँले? रेस्पोन्ड गर्नुहोस् है, फेरि ल्यापटपले काम नगरेर जस्तो लागिरहेको छ मलाई। यहाँले रेस्पोन्ड गर्नु भने क्लास तन्किन्छ है। देख्नु भएको छ स्लाइडमा केही सेयरै भएन? बोल्नुहोस् 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 बोल्नुहोस्। भइरहेछ सर। भइरहेछ है। मलाई फेरि क्वेसन सोध्दा विद्यार्थी बोल्यो भने टपक्क टिपेर ल्याएर अगाडिपट्टि त्यो व्हाइटबोर्ड पनि राख्ने गरेको छ मैले क्लासमा है। मैले त्यही भन्ने गरेको छु, यहाँ नरिसाउनु होला, मैले तपाईँहरूलाई त्यही यो टिप्स सिकाइदिया हो हल्ला गर्ने विद्यार्थीलाई। मैले यहाँलाई गाली गरे होइन, म के भन्छु भने नि, पहिले विद्यार्थी भाइहरूलाई भन्छु, हामी त भन्दैनौँ। तपाईँलाई एउटा पहिलो सुझाव के हो भने, तपाईँ एउटै क्वेसन मलाई 20 चोटि सोध्नुहोस्, मलाई रिस उठ्दैन। विद्यार्थीले क्वेसन सोद्धा टिचरले रिसाउँछ भने त्यो टिचर होइन, निस्केर गए हुन्छ। तपाईँ एउटा क्वेसन मलाई 20 चोटि सोध्नुहोस्, सके म बताउँछु, सक्दै नसके म काउन्टर पार्टसँग सोध्छु, म खोज्छु। त्यति गर्दा नसके तपाईँलाई मेरो सब्जेक्टको दिन त्यो टपिकलाई एक्सप्लेन गर्न म अर्को टिचर खोजेर ल्याउँछु। साथीलाई पनि भन्छु, तपाईँले पाउनुहुन्छ, फ्रिडम पाउनुभयो। तर
क्लासरुमभित्र बसेर सिक्ने मेन्टालिटी तपाईँको हुनु पर्यो। सिक्ने मेन्टालिटी चाहिँ नराख्ने, साथीलाई चिमटेर बस्ने, हल्ला गर्ने, बेन्च मात्रै साटेर बस्ने, अनि टिचरले पढा बुझेन भन्यो भने चाहिँ तपाईँ आजैबाट झोला बोकेर जाने हो जानुहोस्। एक दुईचोटिको मैले दिने उहाँलाई उपाय भने के, एक दुईचोटि चाहिँ मैले झोलैसित अगाडि ल्याएर टक्क भुइँमा, किनभने उहाँलाई डेस्कमा बस्न गाह्रो भएको बेन्चमा अगाडि ल्याएर व्हाइट बोर्ड पनि आनन्दले पैनेटको सार राखिदिने गरेर सबै दुईवटा पिरियड चाहिँ त्यसपछि त कन्ट्रोल भइहाल्छ। त्यहाँबाट नि भन्यो भने नेक्स्ट पार्ट हो, केही पनि गर्नु पर्दैन है। त्यसैले यहाँहरूले बोलिदिनु पर्यो क्या। ल स्लाइड अहिले सेयर भएको थियो, त्यसो भने हामी छिटो हुन्छ कि। मैले अब यसको लागि हेर्नु ब्याक हुनु पर्यो नि त, लाइन्स है त। यो के छ भने फेरि यो सबै ठाउँ लागु हुँदैन, मैले यसलाई जस्टिफाई गर्छु। मानवीय भाषा नक्कल गर्न सक्ने सुगाले उक्त भाषा बुझ्न सक्छ त? क्वेसन सुन्नुहोस् है। यो कथा थियो, मैले कथा लम्बियालाई नगएको म, किनभने हामीलाई अलिकति टाइम अगाडि बढिसकेको छ। फेरि एमआईको पार्ट तल जोडिँदैछ, मल्टिपल बिजनेस पार्ट। हेर्नुहोस् है, त्यहाँनिर के बुझ्नु होला भने सबै ठाउँमा सुगा र टाइले काम गर्दैन। तर त्यस्ता ठाउँहरू छन् कुनै सब्जेक्ट म्याटरमा जहाँ नरटिभ पनि हुँदैन। याद गर्नु, नरटिभ पनि हुँदैन। हामी भिजुअलाइजेसन टेक्निक बताउँछौँ। त्यो भिजुअलाइजेसन भने के, एक खालको अननोइङली सबकन्सियस माइन्डलाई एक्टिभेट गर्नको लागि रटेकै हो। याद गर्नु, रटेकै हो, तर फरक तरिकाले रटेको। क्लासमा पढ्दा पढ्दै क्वेसन सोध्छौँ, फ्रिक्वेन्टली सोधै गर्छौँ, यति धेरै क्वेसन सोध्छौँ इन्गेजिङ गर्न स्टुडेन्टलाई। त्यो के गरेको भने त्यहाँ पनि हामीले रटाउनै खोजेको चाहिँ हो, तर विथ कन्सेप्ट दिनुपर्छ। फरक यो, विथ कन्सेप्ट। याद गर्नु होला, तपाईँ हाम्रै सब्जेक्ट म्याटरमा विद्यार्थी कस्तो हुन्छन् भनेदेखि पढाउन थाल्यो, विद्यार्थी पास हुन्छ, बोर्डमा लेख्यो, त्यसको एन्सर पनि लग भन्छ, वाइ होइन हाउ भन्ने बित्तिकै विद्यार्थीलाई एन्सरै थाहा छैन। त्यसैले आजबाट एउटा त्याग्नुपर्ने हाम्रो हेबिट के हो, त्यो वाट भन्ने पार्टलाई याद गर्ने नै होइन। किनकि वाट क्वेसनको एन्सर गुगलले नै भनिदिन्छ, एआईले नै भनिदिन्छ। अब खोज्ने दुईटा क्वेसन भनेको वाइ एन्ड हाउ हो। आजसम्म हामी बिग्रेकै त्यहाँनिर हो। हामी वाइ र हाउलाई भन्दै भन्दैनौँ, वाट मात्र ल्याएर थुपारिदिन्छौँ। त्यो पार्ट बिर्सिनुपर्छ। किनकि वाट भन्ने कुरा यहाँले भन्नै पर्दैन। भोलि होमवर्क गरेर ल्याऊ भन्यो भने मोबाइलमा खोजेर हामीले सोचे दुईवटा हुन्छ, उनीहरूले 10वटा सोचेर खतरा खतरा पोइन्ट लिएर आउँछन् त्यहाँनिर। इभन अहिले त म्याथमेटिक्समा पनि सुइँ च्याट जिपिटीले, अर्थात् डिपसिकले, च्याट जिपिटीले अनि जिमिनीले, विभिन्न साइटले मजाले सल्भ गरिदिन्छ स्टेप वाइज। केही मात्रै उनीहरूले परिमार्जन गर्दा हुन्छ। त्यसैले यहाँ मैले जोड्न खोजेको कुरा के हो भने कन्सेप्टलाई क्लियर गर्ने कुरा। एउटा इक्जाम्पल दिन्छु। यो प्यारोट सुगा राखेको छ त्यहाँनिर, प्यारोट लर्निङ हेर्नुहोस्। त्यहाँनिर घरमा सुगालाई पाहुना आएपछि युआर वेलकम भन्न सिकाएको हुन्छ, जाने बेला बाई बाई गर्न सिकाएको हुन्छ। घरमा सुगा पालेको छ, मान्छे आउँदा वेलकम भन्छ। अब एक दिन घरका सबै मान्छे घर ढुक्का लगाएर सबै पाहुना कहाँ जान्छन्, पोखरातिर जान्छन् घुम्नलाई घरका मान्छे। अब बेलुका चोर आउँछ एक टोली, पुरा मुखमा पट्टी लगाएर पेस्तोल देखाउँछ। सुगा के भन्छ, युआर वेलकम टु आवर होम भन्छ। चोरलाई वेलकम किन गर्नु पर्यो? आवश्यकता थिएन नि त्यहाँनिर। घरका सब झिकेर लैसके उदाङ्ग ढोका छोड्दै हिँड्छ, जाने बेला बाई बाई गर्छ सुगाले। तर त्यो ठाउँमा एउटा 5 वर्षको बच्चा भए पनि के गर्छ, त्यो डिफेन्ड गर्थ्यो क्या। ऊ डिफेन्सिभ पोजिसनमा हुन्थ्यो, रुवाबासी गर्थ्यो क्या, छिमेकी गुहार्थ्यो, ऊ डराउँथ्यो, आत्तिन्थ्यो। तर सुगाले जो आउँदा नि उसलाई के गर्यो, मात्रै बाई बाई गरिरहेछ, वेलकम गरिरहेछ। कारण के हो भने त्यो सुगा र टाइममा कन्सेप्ट क्लियर थिएन। म को आउँदा वेलकम गर्ने भन्ने उसलाई थाहा छैन क्या, कस्तो अवस्थामा बाई गर्ने भन्ने उसलाई थाहा छैन, मात्रै सिकिरहेछ। त्यसरी त्यो मात्रै चाहिँ गराउन पाइएन। एउटा पार्ट हेर्नुहोस् त्यहाँनिर। अब यहाँ हेर्नुहोस् है, रोट लर्निङ हो कति पढाइए, एक्टिभ लर्निङ हेर्नुहोस् है। एक्टिभ लर्निङ, डिपर लर्निङ, दुईटा, यो दुईटै कुरालाई सिद्ध्याउने काम चाहिँ रोट लर्निङ है। क्रिटिकली थिङ्क नै हुँदैन यहाँनिर। अनि अलि माथि गएर हेर्नुहोस् त्यहाँनिर, रोट लर्निङ हो कति विद्यामा हेर्नुहोस्, पढाइमा हेर्नुहोस्, राम्रोसँग कण्ठ हुबाउ कण्ठ गर भन्नुभएको छ यहाँ हरि सर, रिप्रेजेन्टेटिभ है फेरि हरि सर भनेर नाम मात्रै हो। अनि गोपाल बाबु तल हेर्नुहोस् त्यहाँनिर, टाउको माथि रुख रोपेर पुरा कैँचीले काटछाट गरिरहेछ नि, लर्निङ। यस्तो खालको लर्निङ यहाँनिर हुन थाल्छ। ल हेर्नुहोस्, यस्तो खालको लर्निङ भयो भने, रोट लर्निङ भयो भने बिगेस्ट लस अफ लर्निङ क्रिएटिभ। यो सृजनशील लर्निङ हुँदैन। सम्झिन्जेल काम गर्यो, बिर्से सिद्धि। सर्फेस नलेज मात्रै हुन्छ, डिपर नलेज हुँदैन। अरू कुरा इमोसनल कमिटमेन्ट कहिले पनि हुँदैन, भावनात्मक कुरा जोडिनु पर्यो, कन्सन्ट्रेसन हुँदैन, एक्टिभ लर्निङ हुँदैन, डिपर लर्निङ हुँदैन। त्यसैले अब यो कुरालाई छोडेर हामी केमा जान्छौँ, एउटा केयर मोडलमा जान्छौँ। योभन्दा अगाडि मलाई लाग्छ मैले फ्री क्लासमा यो कुरा गरिसके होला। यद्यपि यहाँहरू जोडिन भ्याउनु भएको थिएन भने आज फेरि यसलाई एक्सर्साइज गर्छौँ हामी। यो केयर मोडलमा केयरको स्पेलिङ भने के हो, सिएआरई केयर। यस्तो एकचोटि जोडिनुहोस् त, ल त्यहाँ लेख्नुहोस् त सिएआरई केयर भनेर। लेख्नुभयो, सिएआरई केयर लेख्नु भयो नि होइन? ओके, सिएआरई, गुड 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 गुड। ल ल ठिक छ। अब यहाँनिर सी को अर्थ के हो लेख्नुहोस् है। अब
सी को अर्थ भनेको सेलिब्रेट योर मिस्टेक हो। गल्तीलाई मान्छेले सेलिब्रेट गर्नुपर्छ। एउटा कुरा आजबाट दिमागमा राख्नु होला, यो दुनियाँमा एउटा पनि मान्छे आजसम्म जन्मिया छैन जसले 100% सफलता मात्रै पाएको छ। संसारमा कोही पनि जन्मेको छैन र अन्तिममा मान्छेले कमाई 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 गरिसके पश्चात पनि लास्टमा जाने बेला त्यहाँ फेरि अर्को दुःख पाइरहेछ। याद गर्नुहोस्, अब 80% भन्दा बढी बिल गेट्सको सम्पत्ति पनि अब ट्रस्टमा जाँदैछ। कलङ्कीको त्यत्रो एलआरआई स्कुल खोलेको सिंगल फाउन्डर, त्यो एरियाको त्यति महँगो त्यति राम्रो स्कुल काठमाडौँमा है, करोडौँ होइन अरबौँको प्रोजेक्ट हो। छोरा विदेश, छोरी विदेश, न छोरी बिहे गरेर फर्केर आउने, न छोरा बुहारी लगाएर फर्केर आउने। हामीलाई चाहिँदैन तेरो सम्पत्ति भन्दै बाउले त्यो पनि ट्रस्टमा गुठीमा दिएर सरकारलाई सम्पत्ति दिन बाध्य भइरहेछ। यो त सबै कुरा छ नि, कमाई त्यहाँनिर भयो नि, तर अझै त्यहाँनिर सन्तुष्टि छैन, सेटिस्फ्याक्सन त्यहाँ अझै पनि छैन। अब हामीले जुझ्नु पर्यो। पहिलो कुरा के हो, हरेक स्टेपमा फेलर हुन्छ। याद गर्नु होला, हरेक स्टेपमा फेलर हुन्छ। अब कोही कोही विद्यार्थी याद गर्नुहोस्, यस्तोसम्म विद्यार्थीको एटिट्युड भेटिन्छ, एउटा स्कुलबाट अर्को स्कुलमा गएपछि विद्यार्थी फर्स्ट हुने विद्यार्थी सेकेन्ड हुन्छ, उसले त्यसलाई डाइजेस्ट गर्नै सक्दैन। रङ टेन्डेन्सी है यहाँनिर हेर्नु होला। गलत प्रवृत्ति के हो भने त्यो सक्दैन। मैले मेरो इन्स्टिट्युसन पनि यो यसपालि भर्ना गर्ने बेलामा त्यो फेस गरिसकेको छु। एकजना यस्तो राम्रो नानी आउनुभयो एडमिसनको लागि 5-6 क्लासमा, मैले उहाँलाई वेलकम गरेँ। इन्ट्रान्समा राम्रो मार्क्स आयो, इन्ट्रान्समा राम्रो आएपछि लोभ पनि लाग्यो आफूलाई। त्यहाँको फर्स्ट विद्यार्थी, तर कतिजना स्टुडेन्ट 25, 25जनामा फर्स्ट विद्यार्थी है। एउटा रियल इक्जाम्पल भने मैले, नाम त भन्नु भएन हामीले। अनि 25जनामा उहाँ फर्स्ट विद्यार्थी। त्यसपछि यहाँ आउन रेडी, उहाँको परिवारले पनि ल्याउन रेडी। अनि भोलिपल्ट आउनु भएन। नआएपछि पछाडि रिजन के बुझिया मैले, बुझियो के भने उहाँ जहाँ गए नि फर्स्टबाट सेकेन्ड हुने बित्तिकै रुवाबासी गर्नुहुन्छ अरे। उहाँले के बुझ्नुभयो भने त्यहाँ 25जना हुँदा त फर्स्ट भइ नै हाल्छु भन्ने बुझ्ने भयो। तर हामी कहाँ त्यो क्लासमा आउँदा 125जना विद्यार्थी हुने, 25जनासम्म फर्स्ट भयो त 125जनासम्म फर्स्ट नभइहाल्यो नि फेरि। अब उहाँलाई त्यो डाउट लागेको कारणले स्कुलै आउनु भएन। अब याद गर्नु होला, सधैँ उहाँ त्यही 25जनासम्म पढेर बस्नुहुन्छ कि भोलि 11-12मा कलेज चेन्ज गर्नुहुन्न कि गर्नु होला नि त। भोलि विदेश जाँदाखेरि वर्ल्डका टप क्लास फ्यामिलीसँग उहाँ कम्पिटिसन गर्नु पर्ला नि त, दुनियाँसँग कम्पिटिसन गर्नु पर्ला नि। त्यतिखेर सधैँ फर्स्ट भइन्छ त। भोलि जिन्दगीको मोड के थाहा, इक्जाम दिनमा बिरामी परेर फेलै भइहाल्यो नि त, रि इक्जाम दिने अवस्थामा परिहाल्यो नि त। त्यसैले अब हाम्रा नानी बाबुलाई र हाम्रा गार्जेनलाई पहिलो मसला भनेको व्यक्तिले आफ्नो असफलता सेलिब्रेट गर्न जान्नुपर्छ। रुवाबासी मात्रै गरेर हुँदैन। जिन्दगीबाट माथि उठ्ने भनेकै त्यही हो। एकचोटि जहाँ पनि लडिन्छ, नियर एन्ड डियरको डेथ हुन्छ नि, पछि हाम फाल्न जाने त अग्निमा आगोमा होइन होला नि त, फेरि फर्केर आएर बाँच्नुपर्छ नि। त्यही भएर जहाँ पनि फेलर छ त्यहाँबाट उठ्न स्प्रिङ बोर्ड हो, जम्प गर्न सिक भन्नु पर्यो। पहिलो सी भनेको के हो, सेलिब्रेट योर मिस्टेक। आज हाम्रा अभिभावकले त्यो कुरा बुझ्नु भएको छैन। पहिला भर्ना गर्ने बेला मेरो छोराले अलिअलि लेख्दै हुन्थ्यो, अलिअलि पढ्दै हुन्थ्यो भन्नुहुन्छ, खासै समस्या हुँदैन। अनि भर्ना गरिसकेपछि अर्को वर्षै मेरो छोराको A+ खोइ भन्नुहुन्छ, मेरो छोरीको A+ खोइ भन्नुहुन्छ, मेरो फित्रिया छैन भन्नुहुन्छ प्राइभेटमा आउनु। यो खालको समस्या देखिन्छ। त्यही भएर पहिलो के हो जिन्दगीमा, सेलिब्रेट योर मिस्टेक। अब दोस्रो थियो, सुन्नुहोस् है त, त्यहाँनिर दोस्रो भनेको के हो, दोस्रो भनेको ए हो है। सुन्नुहोस् है त, पहिलो त सेलिब्रेट योर मिस्टेक थियो, दोस्रो भनेको के हो, ए हो। ए भनेको के, एप्रिसिएट डिफरेन्स। सुन्नुहोस् है अब ल, एप्रिसिएट डिफरेन्स लेख्नु होला। अहिले म स्लाइडमा देखाउँछु। एप्रिसिएट डिफरेन्स भनेको हामी सबै व्यक्तिले, अब आजको पाठै त्यही हो, एउटा टिचरले झन् 9 प्रकारका मल्टिपल इन्टेलिजेन्स हुन्छन्, ती सबै डिफरेन्सलाई एप्रिसिएट गर्नुपर्छ। सिए भनेको है, अर्थात् एक्सेप्ट डिफरेन्सिएसन भने पनि फरक परेन, त्यसलाई एप्रिसिएट भने नि त्यही हो, सम्मान गर्नु भने हो है। एप्रिसिएट गर्नु भनेको विविधतालाई सम्मान गर्नु भने हो, फरक पर्दैन, सबैको सम्मान गर्नु पर्यो। ए भनेपछि सबैको सम्मान गरिएन भने टिचर काम लाग्दैन। अब याद गर्नु होला, यस्तो खालका विद्यार्थी आउँछन्, धेरै पनि भएको छन्। आजकै एउटा इक्जाम्पल दिन्छु, मलाई सजिलो छ त्यो इक्जाम्पलहरू दिनलाई। त्यस्ता विद्यार्थी मसँग ठोकिरहेको हुन्छन्। हामीले यही वर्ष एकजना विद्यार्थी भर्ना गऱ्यौँ, अनि अलिकति टाढाको डिस्टेन्सबाट आउनु पर्थ्यो, हामीले गाडी त्यहाँसम्म एक्सटेन्ड पनि गर्न बाध्य भयौँ। विद्यार्थी हामीसँग हुनुहुन्छ, स्टेप 7मा पढ्ने विद्यार्थी पढिरहनु भएको छ। उहाँलाई मलाई लाग्छ अस्ति हिजो बिदा भयो, अस्ति दिनको केस हो। यस्तो खालको उहाँले एउटा लेटर लेख्नुभएको छ, त्यो कपीमा फिलोसफिकल वर्ड छ क्या त्यहाँनिर। म अचम्म, म सक भइरहेको छु त्यहाँनिर, त्यस्तो खालको आइडिया कहाँबाट आयो भनेर। त्यसपछि एक ठाउँमा फेरि अर्को एउटा सानो चिटमा लेख्नु भएको छ त्यहाँनिर, आई वान्ट टु डाई, होइन, लाइफ इज बोर फर मी, देयर इज नो इन्जोयमेन्ट, देयर इज नो जोय, माई प्यारेन्ट्स बर्डन, यस्तो लेख्नु भएको छ नि त्यहाँनिर। त्यो देखेपछि सबै मान्छे एकचोटि आत्तिन्छ क्या।
त्यो मसँग यहाँ फोटो छ, मैले त्यसलाई भिजिबल गर्ने कुरा भएन, मैले प्यारेन्ट्ससँग कुराकानी गरिसकेँ। अब त्यो खालको त्यहाँनिर देखिन्छ। त्यो भनेको के हो त्यहाँनिर? अब यस्ता विद्यार्थी पनि हामीले क्लासमा के गर्नु परेको छ? एक्सेप्ट गर्नु परेको छ नि त, एप्रिसिएट गरिरहनु परेको छ नि त। अब त्यहाँनिर के हो भने उहाँ हेर्नुहोस् है त, उहाँको फरक क्षमता कस्तो हो भने, सर मैले राखेँ 1.5 घन्टा राखेर खोज्ने उहाँलाई इन्डिभिजुअल पनि राखेर, तपाईँलाई हुन्छ चाहिँ के, वाइ डिड यु राइट द्याट? एउटा साथीसँग बदला लिन अरे, पुरानो स्कुलको साथीसँग बदला लिन त्यो लेखेँ अरे, कसले भने? फलानुले लेख भनेको। अनि म मेन्टली डिप्रेस्ड भएर यहाँ आएपछि 7 क्लास पढ्ने विद्यार्थी 12-13 वर्षको, अनि मेन्टली डिप्रेस्ड हुनुको कारण के हो? सिनियरले बुलिङ गर्यो अरे, के गर्यो उसले? ओइ फुच्चे भन्यो अरे, ओइ फुच्चे भन्यो अरे। ओइ फुच्चे भन्या भरमा त्यहाँ पुग्नुपर्छ त्यो लेभलमा? पर्दैन। पुरानो प्रब्लम के थियो? प्यारेन्ट्स एक्सेप्ट नगरिदिने। फेरि घन्टौँ खतालेसी बल्ल 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 आदि मात्रै रियालिटी आइपुगेको छ। मैले भोलि फेरि बोलाएको छु, भोलि फेरि मैले उहाँलाई बोलाएको छु। अनि त्यहाँनिर के देखियो भने उसले के भन्छ, म बेला बेलामा के गर्छु, यो दिमागमा, मेरो दिमागमा चाहिँ रुख आउँछ सर भन्यो, ट्री आउँछ अरे क्या, त्यहाँ पढिरहेको हुन्छ अरे, दिमागमा रुख झट्टा आउँछ, त्यो प्लान्ट्स आउँछ अरे, माइन्ड डाइभर्ट भइहाल्छ। अनि फेरि मैले एकाग्र हुनको लागि फेरि किताब पल्टाउँछु, त्यो जान्छ। कहिलेकाहीँ कालो छाया आउँछ मेरो दिमागमा, हेर्नुहोस् है, कहिलेकाहीँ कालो छाया आउँछ, म त्यसलाई एक्सेप्ट गर्दिनँ। हेर्नुहोस् है त्यहाँनिर अब कुन लेभलको हो त्यहाँनिर। अनि उसको क्वेसनै त्यहाँनिर हुन्छ क्या, वाइ इज ट्री एक्जिस्टिङ देयर? क्या, यो पृथ्वीमा रुख किन भइरहेछ त? रुखको एक्जिस्टेन्स के हो? ऊ फेरि त्यहाँ क्वेसन गरिरहेको हुन्छ क्या, हु आर देयर टु गिभ फुड फर द ट्री? त्यो रुखलाई कसले खाना दियो भन्छ ऊ आफैले। है, मैले जस्टिफाई गर्नु पर्यो, म साइन्सको टिचर होइन, इङ्ग्लिसको टिचर हो, यद्यपि मैले दे आर प्रड्युसर देमसेल्फ, दे वाट प्रिपेयर फुड देमसेल्फ। यदि धेरै मैले काउन्सिलिङ गरेँ नि, भने के हो भने अब यस्तो लेभलको विद्यार्थीहरू हामीसँग छन्, क्षमता फरक छँदैछ, आफ्नो ठाउँ छ, मल्टिपल इन्टेलिजेन्स 9 टाइपको छँदैछ। त्यो हुँदै पनि उनीहरूले देखाउने असाधारण व्यवहारले हामीलाई कहिलेकाहीँ अत्याइदिन्छ। त्यसैले डिपली केस स्टडी गर्न बाध्य हुन्छौँ। हामी केस स्टडी नगरी गर्न सक्दैनौँ। एउटा कुरा यहाँनिर। अर्को कुरा के बुझ्नु होला भनेदेखि, यहाँले पहिला गार्जियनलाई भन्ने हो क्या, मेरो त प्रायोरिटी नै त्यही हो, मेरो रिसर्च चाहिँ त्यही हो, म सधैँ त्यही भन्छु, प्यारेन्ट्सको इन्भल्भमेन्ट भनेकै स्टुडेन्टको लर्निङ हो क्या। एकजना विद्यार्थी प्यारेन्ट्सले केयर नगर्दा पनि फर्स्ट भनेर हुन्छ र? दुनियाँमा 100% त हुँदैन नि, त्यो एक्सेप्सनलाई लिएर हुँदैन क्या, एकजनालाई मात्रै हेरेर हुँदैन। अब त्यो अर्थमा फेरि मैले के जोड्न खोजेँ भने, यति खालका विद्यार्थीसँग क्यापासिटी हुन्छ। अब हेर्नुहोस् न, यदि एउटा विद्यार्थी असाध्यै जेन्युन हुन्छ, इन्टलेक्चुअल हुन्छ, माइन्ड पनि एकदमै स्मार्ट हुन्छ, गड गिफ्टेड उहाँसँग क्वालिटी हुन्छ। सर म एकछिन क्लासमा छु, एकछिन पछि गर्छु है, ल 15-20 मिनट। अनि यस्तो खालको क्वालिटी उसँग हुन्छ, त्यो व्यक्ति फरक भइहाल्यो। तर धेरै विद्यार्थी एभरेज हुन्छन्, याद गर्नुहोस् है, अब यो सुन्नु होला, म्याक्सिमम विद्यार्थी हाम्रो एभरेज हुन्छ। अनि प्यारेन्ट्सले त्यो एभरेज स्टुडेन्टको रिजल्टलाई हाई नबनाइन्जेलसम्म सन्तुष्टै हामीलाई दिनुहुन्न। उहाँले मान्नुहुन्न हामी पनि प्यारेन्ट्स हो, हाम्रै विद्यार्थी पनि फर्स्ट भइदियो हुन्थ्यो भन्ने मेन्टालिटी हाम्रो पनि छ, हुन्छ नै। त्यो अवस्थामा अब विद्यार्थी प्यारेन्ट्स र स्टुडेन्ट दुइटैले बुझ्नुपर्ने कुरा के हो भने, सबै व्यक्तिसँग एउटै क्षमता छैन। नाच्न जान्नेले गीत गाउन नजाने हुनसक्छ, गीत गाउनेले मादल नबजाउन सक्छ, मादल बजाउनेले फेरि अब राम्रोसँग बोल्न नसक्ने हुन्छ, राम्रोसँग बोल्नेले नपढ्ने हुन्छ है। म्याथमा ट्यालेन्ट हुनेले सबै अरूमा ट्यालेन्ट नहुन पनि सक्छ। सबै गुण सबैसँग हुँदैन, अलिअलि सबैसँग हुन्छ, सबै गुण सबैसँग हुँदैन र इक्वल पनि हुँदैन। अब हेर्नुहोस् त, यहाँनिर एउटा विद्यार्थी सामान्य हुन्छ, बल्ल 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 हार्डली +2 पनि गरेका छैन, थाहा छैन, एउटा गायक बनेपछि उसलाई अमेरिका अस्ट्रेलियाले टक्क लाएर प्रोग्रामको लागि भिजा दिन्छ। तपाईँ हामी पिएचडी गर्न थालिसक्यौँ, ब्याड युनिभर्सिटीले फालिदिन्छ हामीलाई। दिनुपर्ने कल्ला हो क्या, हेर्नुहोस् न, यहाँनिर दिनुपर्ने कल्ला थियो नि त। युनिभर्सिटीले आज वर्ल्डको हाई क्लास युनिभर्सिटी पनि हामी जस्तो मान्छेलाई माग्न पर्ने बेला हो नि त। हामी त उनीहरूलाई नै काम लाग्ने स्थितिमा पुगिसकेका छौँ। उनीहरूको एजुकेसन सिस्टमै ट्रान्सफर्म ल्याउन हामीले प्लेटफर्म पायो भने हामी स्ट्रगल गर्छौँ भन्ने अवस्थामा पुगिसक्यौँ। तर हामीलाई इन्डेस्ट्रीले पत्याउँदैन क्या। तर 5 कक्षा पढाए एकजना व्यक्तिलाई माइक समातेर गीत गाएपछि विदेश लिएर गइसक्यो, उनीहरूलाई भिजा भट्टा दिन्छ। याद गर्नुहोस् न, त्यहाँनिर एउटा डान्स गर्ने व्यक्तिलाई लिएर जान्छ है। एउटा भर्खर अन्डर एसएलसी पास गरे हुँदैन, माइकमा 2-4 जना कुटेर 2-4 थप्पड खाएर बोल्न थालेपछि ऊ नेता भन्छ। याद गर्नुहोस् न, त्यहाँ त्यो पढाइ भन्दा पनि त्यहाँनिर काम गरिरहेको छ नि त। हरेक क्षेत्रमा पढाइ एभरेज है, फेरि त्यो बिलो भन्न मिल्दैन, पढाइ एभरेज हुँदा हुँदै पनि ती व्यक्तिहरूले संसारमा चमत्कार गरेका छन् र उनीहरू नाम राख्न सफल भएको छन्। भनेपछि के हो भने एभरेज भनेको उत्कृष्ट हो, सबै व्यक्ति फर्स्ट हुने सपना देख्नु हुँदैन भन्ने कुरा हामीले दुवै पक्षलाई, प्यारेन्ट्सलाई पनि स्टुडेन्टलाई पनि देखाउन सुनाउनुपर्छ। मेरो पहिलो प्रायोरिटी भनेको के हो? फर्स्ट भनेको प्यारेन्टिङ हो, पहिला पढाउने टिचर छ, फेरि प्यारेन्ट्सलाई नै हो।
तर कतिपय ठाउँमा त्योभन्दा पनि अर्गनाइजेसनभित्र टिचर आफैले पढाइ हुँदैन। ढुकाउनु होला है, पहिला टिचर आफैले त्यो माइन्डसेट तयार गर्नुपर्छ। सिए भयो। अब थर्डमा के हो, आर। आर भनेको के, रिले फिडब्याक। रिले फिडब्याक, मलाई सिआरले पुरै टाइम गइहाल्ने भयो। रिले फिडब्याक, अब मल्टिपल इन्टेलिजेन्स अर्को दिनको क्लास राख्नु है त। रिले रिले फिड ल लक्ष्मण सर के थियो, हात उठाउनु पर्नु त। सर म एउटा कुरा गर्छु। जस्तै हजुरले भन्नुभएको एउटा कुरा ठिक हो। जस्तै कहिलेकाहीँ हार स्वीकार्न जान्नुपर्छ विद्यार्थीले, अभिभावकले पनि त्यो कुरा बुझ्नुपर्छ। तर हाम्रो त कस्तो हुन्छ भन्दाखेरि सर, जो पनि फर्स्ट नै हुनुपर्छ भन्ने अभिभावकले नि मानसिकता राख्ने, अनि त्यस पछाडि विद्यार्थीले पनि त्यस्तै राख्ने गर्छ के। त्यसमा चाहिँ बडो अप्ठ्यारो कुन बेला हुन्छ भन्दाखेरि, अब ल अब हामीले भनौँ न ल अभिभावकलाई, हामीले आफ्नो छोराछोरीको लागि सधैँभरि फर्स्टै फर्स्ट हुन्छ भन्ने कुरा त्यो हुँदैन। कोही कोही त यहाँ फेल पनि हुनसक्छ, कोही त अलिकति पैसा कम पनि हुनसक्छ भनेर हामीले भन्दाखेरि कहिलेकाहीँ उहाँहरू रिसाउनुहुन्छ के। नभएदेखि तपाईँहरूले दिनुभएको यो शिक्षामा नै हामीलाई शङ्का छ, हामीलाई यो बोर्डिङमा पढाउनु छैन भनेर त्यस्तो कुरा गर्नुहुन्छ क्या। अस्ति एकपल्ट त्यस्तो भयो। अब सेकेन्ड सेकेन्ड भएछ के त्यो एकजना केटो। अनि त्यसो पहिलाको सेकेन्ड थियो, अहिले पनि सेकेन्ड भयो, फर्स्ट नै भएन भनेर अभिभावक रिसाउँदै हुनुहुन्थ्यो। अरू विद्यालयमा हाल्ने हाल्ने भनिरहनु भएको थियो, पछि चाहिँ के अरे यही स्कुलमै हाल्नु भएछ क्या। त्यस्तो समस्या छ क्या सर। ओके ल, कसरी चाहिँ सम्झाउने हौ त्यस्तो? सरलाई सुने है। त्यो समस्या किन आएको हो भने नि, सबैको एटिट्युड, सबैको बिहेभियर एउटै हुँदैन, हामी फरक छौँ। एउटा कुरा अहिले भर्खर पढ्दै टपिकै त्यही हो। यहाँनिर के हो भने, फलाम तात्या बेला ह्यामरिङ गरे पो सेप आउँछ सर, सुकिया फलाम हाने त हात दुख्ने त हो। झट्ट तपाईँ बच्चा सेकेन्ड भयो फेल भयो भन्ने होइन नि त। सबभन्दा पहिला सेसनको सुरुवातबाटै क्यालेन्डरमा प्यारेन्टिङको पार्ट राखेर समय समयमा उहाँहरूलाई बोलाएर घचघच्याएर पुरै पहिला उहाँहरूलाई मेन्टली रेडी हुनु बनाउनुपर्छ, अनि पो हामीले भन्न पाइयो क्या। हामीले मेन्टली रेडी बनाउनै सकेका छैनौँ भने उहाँहरू सिधै रिजल्ट दिने मात्रै हामीले बोलाएको छौँ कि त्यो हुँदैन। त्योभन्दा अगाडि नै उहाँहरूको प्रोग्रेस देखाउनु पऱ्यो नि त। तपाईँको बच्चा सेकेन्ड हुँदैछ भने रिजन के त, त्यहाँ के भइरहेछ, फर्स्ट टर्मको प्रोग्रेस के, सेकेन्ड टर्मको प्रोग्रेस के, ह्यान्ड राइटिङ कहाँ बिग्रिरहेछ, म्याथमा कहाँ गइरहेछ, व्यवहार कहाँ पुऱ्याइरहेछ, साथी कस्तो बनाउँदैछ, बजारमा कहाँ जाँदैछ, खर्च कति गर्दैछ, टिचरलाई कहाँ कहाँ झुट बोल्दैछ, झोला बोकेर कहाँ पुग्दैछ, घर किन टाइममा पुग्दैन, यी सबै पोर्टफोलियो तपाईँले दिनुहोस् त। टिचरले किन गाली गर्नुहुन्छ, छोरा कोट्न थाल्नुहुन्छ, छोरी कोट्न थाल्नुहुन्छ, टिचरलाई गाली किन गर्नुहुन्छ प्यारेन्ट्सले? हामीले त्यो सबै कुरा हामीले बनाउन नसक्यो भने त, त्यो केस स्टडी कम्प्लिट गर्न सकेका छैनौँ, अनि उहाँहरूलाई त्यो पोर्टफोलियो दिन सकेका छैनौँ। ल अहिले पछाडि त्यो पनि सल्लाह है त सर। ल त्यहाँ अब आर भनेको के रहेछ, रिले फिडब्याक। फिडब्याक है त, एकदम यो गुड कल्चर यसलाई बसाउनुपर्छ। टिचर टिचर, टिचर प्यारेन्ट्स, प्यारेन्ट्स टिचर, स्टुडेन्ट स्टुडेन्ट्स, स्टुडेन्ट्स टिचर। एक दिन राखौँ न स्टुडेन्ट र टिचरको कन्फरेन्स राख्दैन के सर है। स्टुडेन्ट्स विथ द प्रिन्सिपल, स्टुडेन्ट्स विथ द म्यानेजमेन्ट भनेर राख्नु, कन्फरेन्स राख्दैन सेलेक्टेड स्टुडेन्ट्समा क्या, अब ओपन ग्राउन्डमा के छ र उहाँले क्वेसन राख्न पाउने, आनन्द नाम पनि लेख्न नपर्ने, बरु ड्रप गर्न पाउने एउटा ठाउँमा राखेको। सरलाई त त्यसलाई तानौँ, हामी माथि क्वेसन रेज गरिहाल्छ। हामी सम्भव कहाँका होला र भगवान् सर नहुँ र हामी त्यस्तो? चाहिँ क्वेसनै नआउँ, हामी भगवान् नहुँ र भने डराउनु पर्छ र हामीले। टिचर हामी चाहिँ गल्ती गरेर हामी डराउनु किन पर्यो? अनि हामी माथि क्वेसन आउँछौँ, एड्रेस गर्न सक्ने क्वेसनको हामीले जवाब दिउँ। जुन कुरा त्यहाँ म्यानेजमेन्टले हामी लुकाउनै पर्ने अवस्था छ, उहाँहरूलाई सेपरेट राखेर कुरा गरौँ। त्यो खालको गऱ्यो भने के हो, फिडब्याक रिले गर्नुपर्छ। त्यो रिले गरिएन टाइममा भने फेरि दुःख पाइन्छ। त्यसैले हामी चाहिँ कस्तो चलन छ भने, फलानाको गल्ती म देखाउन्न, किनकि भोलि मेरो गल्ती हुँदा फेरि उसले आउँछ। अनि सुध्रिने मौका चाहिँ कहिले पाइन्छ कि? सुध्रिने मौका पाउने भने त टाइममा फिडब्याक हो नि। फिडब्याक कल्चर भनेको त्यो हो। तर फिडब्याक दिँदा फेरि हामी कहिले काहीँ के गर्छौँ भने, यो त मेरो आफ्नो मान्छे हो भनेर फेरि उचालेर मात्र दिन्छौँ। त्यो फिडब्याक होइन क्या। त्यो उचाले हो त्यसलाई फिडब्याक दिए भन्दैनौँ हामी। त्यसैले फिडब्याक भनेको त बिचमा रहनु पर्यो नि। उहाँले राम्रो गरेर ठाउँ ऊर्जा पनि दिनु पर्यो, सुधार्नु पर्ने ठाउँ सुधार्ने पोइन्ट पनि हाइलाइट गरिदिनु पर्यो, किटान गरिदिनु पर्यो। त्यो खालको फिडब्याक रिले गर्नुपर्छ। सिएआरई भयो। र ई लास्टमा भनेको इभ्यालुएट युर सेल्फ है, आफ्नो इभ्यालुएसन आफै गर्ने। यति पार्ट यहाँनिर गएपछि यो मोडल भयो। अब अलिकति तल जाउँ, 8:51 भएछ, 20 मिनट जतिमा केही न केही त आउँछ कि है। अब भोलि दोहोऱ्याएर क्वेसन आउने कुरा पनि भएन, मेरो टाइम पनि हुन्न, अलिअलि चाहिँ जाउँ। ल यो मैले अघि नै भनिसकेको छु, यहाँलाई भइहाल्यो है। अब आउँछ, अब माइन्डसेट स्टुडेन्ट्सको फरक खालको 9 टाइप्स अफ लर्निङ स्टाइल हुन्छ भने, अब हामीले के गर्नु पर्यो, हामी आफू पनि चेन्ज हुनु पर्यो कि यो सबै कुरालाई एड्रेस गर्नको निमित्त। कमिट योलाई मान्नु गएँ ल। अब हेर्नुहोस् नि, त्यो आइसबर्ग छ नि। मैले के भनेको थिएँ भने नि, व्यक्तिको नलेज एन्ड स्किल्स त्यो सी लेभलको टपमा भएको 10% जति त्यो नोन टु अदर्स छ नि, यो हाम्रो क्षमता, हाम्रो ट्यालेन्ट, हाम्रो सर्टिफिकेट दुनियाँले देख्छ क्या। तर 90% तल हिडन भएर बसेको चिज के हो, यो एटिट्युड।
समस्या यसले पारे हो क्या। यो एटिट्युड स्टुडेन्ट पनि हुन्छ, प्यारेन्ट्स पनि हुन्छ, हामी पनि हुन्छ, नहुने कुरै भएन, हुनै पनि परिहाल्यो। लेभल कति हो भन्ने कुरा हो। अब यहाँलाई एउटा फ्याक्ट म भनिदिन्छु। टाइटानिक जहाज दुर्घटना किन भएको अरे भन्दाखेरि त्यो समुद्रमा आइसबर्ग त समुद्रमा थियो, आइसको ढिका त थियो, पानी पनि 90% थियो, पानीमाथि थोरै त्यो टिप अफ द आइसबर्ग थोरै एउटा ढिक्का मात्रै आइस थियो। अनि क्याप्टेनले के सोच्यो भने नि मेरो यत्रो ठुलो जहाज छ, यो आइसको ढिका त क्रस गरेर जान्छ भनेर भ्याट्ट लगेर त्यहाँ के गर्यो उसले जहाज ठोक्कायो। तर त्यो मुनिको 90%ले गर्दा जहाजलाई पल्टाइदियो, पर जान दिएर क्या, पानी माथि थिएन, तल त्यत्रो ठुलो 90% चाहिँ त्यहाँ आइसको ठुलो थुप्रो थियो। समस्या यो हो क्या, आज वैज्ञानिकले पत्ता लगाउँदैछन् कि आइसबर्ग भनेको के हो, टाइटानिक सिपको क्रास हुने कारण हो। एटिट्युड भनेको के हो, हरेक व्यक्तिको एटिट्युड चाहिँ पहिला यो चाहिँ पोजिटिभ हुनुपर्छ, तलको पार्टलाई हेर्नु है त हामीले एउटा यसलाई एड्रेस गरेँ मैले। अब यो मैले यही देखाएकै हो कि भइहाल्यो, यसलाई भन्नु परेन। अब अर्को कुरा के पनि हो भने यहाँ छ नि एउटा पिक्चर हेर्नुहोस् त, यहाँनिर न्यायपूर्ण छनौटका लागि सबैले एकै खाले परीक्षा दिनुपर्छ, रुख सडेर देखा हो, यही हो क्या विद्यार्थीलाई हामीले सिकाउनु पर्ने भनेको। हामीले भनिदिनु पर्यो नि त, तपाईँ हामीले भन्न जान्नु पर्यो क्या, जस्तो हाम्रै कन्भर्सेसन हो नि, हामीले कुन बेला के गर्ने भन्ने हो क्या। तपाईँले गरेका कुराले मान्छे रुन्छ पनि, तपाईँमाथि प्रहार पनि गर्छ कि त्यो व्यक्तिले। त्यो दिस इज गुड वे अफ कम्युनिकेसन, कसरी गर्नुहुन्छ भन्ने पार्ट दोस्रो। जस्तो एउटा इक्जाम्पलको लागि त्यही शब्द तपाईँले बोलेको शब्द विवाहमा गएर पार्टीमा बफे डिनरमा पुरै मासु र भात खाँदै गर्दा गरेको शब्दले हर्षोल्लास हुन्छ, मान्छे हाँस्छन्। त्यही शब्द तपाईँले मसान घाटमा कसैको के अरे मलामी हुँदै जाँदाखेरि गऱ्यो भने तपाईँ हामीमाथि प्रहार हुन्छ, हामी त्यसको सधैँभरिका लागि के भन्छौँ, दुश्मनी भन्छौँ। त्यो भने के, त्यो भनेको ठाउँ अनुसारको कम्युनिकेसन भने यो पार्टलाई हामीले जोड दिनु पर्यो। अब जस्तो कि तपाईँको क्लासमा, हाम्रो क्लासमा फर्स्ट हुने विद्यार्थी थर्ड भयो, थर्ड हुने विद्यार्थी फिफ्थ भयो, जेन तेन पास मात्रै भयो भने त्यो विद्यार्थीको एकाडेमिक भन्दा बाहेकको क्वालिटी चाहिँ के त, क्षमता चाहिँ के त, त्यो क्षमता निकालिदिएपछि, त्यो क्षमतालाई उसले हामीले बताइदिएपछि त्योभन्दा पछाडि भन्न पाइयो नि त। के भन्न पाइयो भनेदेखि अब त्यही क्षमता भएको डान्सर हो कि म्युजिसियन हो कि होइन भोकलको सिङ्गर हो कि के क्षमता छ, त्यो क्षमता भएका त्यस्ता 100 मान्छेको इक्जाम्पल दिनुहोस् त, भोलिबाट तयार हुन्छ क्या। खेलाडी हो कि, याद गर्नुहोस् न, धेरै टाढा जानु पर्दैन, नेपालका धेरै रियालिटी सोलाई हामीले एकचोटि नजरअन्दाज गरौँ त भएको के छ अवस्था। रियालिटी सोको विनर जतिको हालत खराब छ, विदेशमा गएर पलायन भइसके, सेकेन्ड थर्ड भएका त्यहाँबाट विभिन्न राउन्डमा फालिएकाहरूले आज झ्याली पिटर बसेका छन् क्या, आज गुनगान उनीहरूकै मात्रै गाउँछ। सबै ठाउँका रियालिटी सोका धेरै जस्तो केसमा अहिले के छ, जो हारेका छन्, जो त्यहाँबाट पराजित भए नि, तिनीहरूले त्यहाँबाट पाठ सिकेर मेहनत गरे, आज सबै ठाउँ उनीहरू भइहाल्छ। विनर भए, विनर एक पटकलाई हो क्या, याद गर्नु होला, किनकि विनर भइसकेपछि मान्छेले मेहनत गर्दैन। सगरमाथामा पहिलोचोटि पाइला टेक्ने व्यक्ति को हुन्, खै त भन्नुहोस्। सगरमाथामा पहिलोचोटि पाइला टेक्ने व्यक्ति को हुन्? एडमन्ड हिलारी। एडमन्ड हिलारी। एडमन्ड हिलारीले सगरमाथामा पाइलट टेकेपछि उहाँलाई एउटा चिन्ता थियो कि संसारको सर्वोच्च शिखर सगरमाथा मैले चढिसकेँ, अब म कहाँ जानु भन्ने चिन्ता थियो कि। जो व्यक्ति बेस क्याम्पबाट हिँड्दै हुन्छ, विभिन्न स्टेपमा फर्किन्छ नि, उसलाई हो क्या सगरमाथा के हो भन्ने कुरा। आजभन्दा भोलि, भोलिभन्दा पर्सि मेहनत गर्छ, टुप्पा पैसा जाने कहाँ त अब समस्या त्यहाँ हुन्छ कि। त्यसैले विनर भनेको सर्ट टाइम कि, मान्छे विनर भएपछि घमण्ड आउन थाल्छ, एटिट्युड बढ्न थाल्छ, त्यसपछि ऊ ब्याक हुन्छ। जो तल्लो स्टेपमा हुन्छ त्यो स्प्रिङ बोर्ड हो, जम्प गरेको हुन्छ। त्यो पाठ हामीले गार्जियनलाई सिकाउनुपर्छ। यतिभन्दा धेरै भन्नु परेन है त, यति भनेपछि यहाँले बुझिसक्नु भएको छ। त्यसैले म यो प्रायोरिटी छ। अब मल्टिपल इन्टेलिजेन्सको पार्टमा गएर हेर्ने हुँदैन, यहाँनिर यसलाई नि धेरै एड्रेस गर्न भ्याइएन होइन, 15 मिनट त गरौँ नै। यहाँ के भन्यो भने हेर्नुहोस् त, द थियोरी अफ मल्टिपल इन्टेलिजेन्स वाज डेभलप्ड इन 1983। 1983मा कसले? डक्टर हवार्ड गार्डनरले, प्रोफेसर अफ एजुकेसन एट हार्वर्ड युनिभर्सिटी, उनले प्रतिपादन गरेको यो। त्यहाँ पनि के भन्यो भने नि, इट सजेस्ट दैट द ट्रेडिसनल नोसन अफ इन्टेलिजेन्स बेस्ड अन आइक्यू टेस्टिङ इज फार टु लिमिटेड। त्योभन्दा अगाडिसम्म के कन्सेप्ट थियो भने मान्छे चाहिँ यहाँनिर त्यो म्याथमेटिक्स माइन्ड हुन्छ, अनि त्यसपछि लिटरेचर अर्थात् त्यो नलेज भाषाको ज्ञान मात्रै हुन्छ भन्ने थियो मान्छेलाई। तर पछि आएर उनले के गरे, डक्टर गार्डनरले 1983मा 7वटा बनाइदिए इन्टेलिजेन्स, एउटा फेरि थपेर 8वटा बनाए 1998मा, र फाइनली 9वटा बनाए 2000 AD। आजभन्दा 25 वर्ष अगाडि 9वटा भनेर उनले भनिदिए है। यो हामीले बुझ्यौँ। त्यसमध्ये अब यो धेरै, यो त पिक्चर देखाउनै परेन, त्यसमध्येको हेर्नुहोस् त सबभन्दा पहिलो के हो यहाँनिर, हेर्नुहोस् यहाँनिर, त्यो मध्येको सबभन्दा पहिलो के हो, अब अलिअलि मैले छोट्याउन पनि खोजेँ है। सबभन्दा पहिलो भनेको यहाँनिर के रहेछ, लिङ्ग्विस्टिक इन्टेलिजेन्स भन्ने छ। हेर्नुहोस् यसलाई त अलिअलि भने नि, यहाँले फेरि भोग जगाउने काम हो, फेरि खोजिहाल्नुहुन्छ नि भने टिचरलाई धेरै पढाउनै पर्दैन नि।
स्टुडेन्टलाई मात्रै हो क्या चाहिने कुरा दिने खोज्दैनन् कि भनेर। अब सुन्नुहोस् न यहाँनिर लिङ्ग्विस्टिक इन्टेलिजेन्स भन्ने एउटा पत्ता लाग्यो, जसलाई ओड स्मार्ट पनि भनियो, भर्बल स्मार्ट पनि भनियो। यसको एबिलिटी भनेको के हो? शब्दसँग खेल्ने। सुन्नुहोस् है, शब्दसँग खेल्ने, साहित्य पारखी व्यक्ति, सार्वजनिक ठाउँमा बोल्ने वक्ता, पब्लिक स्पिकर, गजबको लेखक, राइटर जो छन्, एडिट गर्ने व्यक्ति एडिटर, पत्रकार जर्नालिस्ट, अनि अनुवाद गर्ने व्यक्तिहरू, इन्टरप्रेटर व्यक्तिहरू, नोभलिस्ट भनेको उपन्यास लेख्नेहरू, अनि पब्लिक रिलेसन अफिसरहरू, अनि रिपोर्ट गर्नेहरू, कथा वाचन गर्ने स्टोरी टेलरहरू, साइग्रेस हेर्नुहोस् न, टिभीको होस्टहरू, टक सो चलाउने व्यक्तिहरू, रेडियो अनाउन्सरहरू, राइटरहरू, यिनीहरूमा के हुन्छ? लिङ्ग्विस्टिक इन्टेलिजेन्स हुन्छ, ओड हुन्छ, स्मार्ट हुन्छन्, भर्बल स्मार्ट हुन्छन्। यो एउटा पार्ट सुन्नुहोस् है त। तर है एउटा यहाँ के थपिदिनु भयो बुझ्नु भने यहाँनिर है, यो एउटा भयो। अब यहाँनिर हामीले 3टा पिक्चर देखाएको छौँ। अब यहाँले आफूले हेर्नु, जस्तो यो फर्स्टको पिक्चर झमक कुमारी घिमिरेको हो है। ल उहाँले बोल्न सक्नुहुन्न नि, याद छ नि यहाँलाई, धनकुटामा जन्मिनु भएको, तर उहाँले लेख्न त सक्नुहुन्छ नि। त्यति धेरै टाढा पनि जानु पर्दैन, एकपटक उहाँको पुस्तक एउटा हेरिदिनु होला, जीवन काँडा कि फुल भन्ने किताब पढिदिनुहोस्। त्यो एउटा किताबमा यति दर्दनाक कथा छ नि, त्यति बेला माओवादीको आन्दोलनको बेला उहाँको त्यो घरको झुपडी, अनि जुटको बोरा उहाँलाई लगाइदिएको। सुन्नुहोस् है, जुटको बोरा लगाइदिएको, किनभने दिनेपछि भुइँमा दछारिएर कपडा च्यात्ने, जुटको बोरा लगाइदिएको, भुइँमा पछारिदिएको, यता गस्तीमा सेना हिँड्ने, अगाडिपट्टि घर बनिरहेको, घर बनाउने कर्मीले माथिबाट ती ढुङ्गाका पेबल गिट्टाहरूले उहाँको नाङ्गो शरीरमा हानेको, बढ्दै गरेको उहाँको यौवन शरीर देखेर बाटोमा हिँड्नेले जिस्काइदिएको। यस्ता सारा पीडा, आँखा राम्रोसँग नदेख्ने, कान राम्रोसँग नसुन्ने, हात खुट्टा दुइटै नचल्ने, मुड भएर अक्षत अवस्थामा बस्ने उहाँलाई हेर्नुहोस् त। उहाँ आफैले भनेको छ कि आफ्नै हजुरआमा अनि छोराको जेठो सन्तान, उहाँलाई आश के थियो होला? मेरो नातिनीले के नै गर्छ भन्ने थियो होला नि, के नै गर्छ भन्ने थियो होला नि। तर सपना कहाँ भयो? सपनामै उहाँको बेलायो त्यति बेला। तर यद्यपि उहाँले यतिसँग रिभोल्युसनरी उहाँको त्यो इनर्जी आयो नि, क्रान्तिकारी इनर्जी, ऊर्जा आयो नि उहाँमा, उहाँले आफूले आफूलाई चेन्ज गर्न खोज्नु। वास्तवमा उहाँले जीवन काँडा कि फुल, जसको माध्यमबाट उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नु भएको छ। तर यस्तो खालको व्यक्ति सबैमा हुँदैन। अब हामीले हेरौँ नि, डिफ्रेन्टली एबल, अहिले डिसेबल भन्न पाइँदैन, डिफ्रेन्टली एबल, फरक तरिकाले सक्षम, अपाङ्ग नै भन्न पाइँदैन, फरक तरिकाले सक्षम व्यक्तिहरू पनि उहाँहरूलाई नाच्न गाह्रो होला, गीत गाउन आउँदैन, आवाजै छैन, सी इज नट पब्लिक स्पिकर, बोल्न आउँदैन, तर ओडको थ्रुबाट, शब्दबाट पब्लिक स्पिकरै हो नि त, दुनियाँको मोटिभेटर नै हो नि। भनेपछि हु इज सी, उहाँसँग भएको क्यापासिटी के हो, क्षमता के हो, उहाँसँग भएको भनेको लिङ्ग्विस्टिक इन्टेलिजेन्स हो, ओड स्मार्ट हो, भर्बल स्मार्ट हो, एउटा पार्ट हो। दोस्रो पिक्चर चिन्नुहुन्छ? चिन्नु भएन? अलिकति हिन्ट्स दिएँ मैले। हाम्रो नबिल ब्याङ्कको पहिलाको सिइओ अनिल केसरी शाह। अनिल केसरी शाह। अहिले त फेरि सबैलाई ट्रेनिङ दिने हेर्नु भएको छ नि, याद छ नि यहाँ? ओके, थर्डको चिन्नुभयो? चिन्नु भएन? डाक्टर ताराजी, अनि जसको कारणले मोटिभेट भएर हामी यहाँ छौँ है। यता बुझ्नु भने अब यहाँ धेरै मैले एक्सप्लेन गर्नै पर्ने। अब हेर्नुहोस् यहाँनिर एउटा प्ले गरौँ न। 17 बिरौटाकी बासिन्दा हो। हाल म गण्डकी बोर्डिङ स्कुलमा चौरमा कक्षा 7 मा अध्ययनरत छु। आवाज आएन हो? मेरोमा समस्या होला सर कि के हो? तपाईँकै समस्या हो। यति भव्य र विशिष्ट समारोहमा म विद्यालय तहमा अध्ययनरत एक सानी विद्यार्थीलाई त्यति टाढादेखि निम्ता गरेर केही कुरा राख्न दिने अवसर प्रदान गर्नुभएकोमा म आयोजक सिस्नोपानी नेपाललाई धेरै धेरै धन्यवाद दिन्छु। सायद अब यहाँभन्दा धेरै मैले बजाइन, यहाँनिर प्रिन्स सर पनि जान्छन्। 20 मिनट बस्नु है त आज, यहाँ ढिलो आउनु भयो नि, मेरो गल्ती होइन है, म त 7:45 मै आएर बसेँ। सुन्नुहोस् है त, अब प्रिन्स सर रेग्मी यहाँले एउटा नेपालको कानुन नै कहाँनिर सच्याउन पर्छ भनेर एउटा लिगल सजेसन दिएको कुरा पनि यहाँहरूले एकचोटि सुन्नुभयो होला है। हेर्नुहोस् है, त्यहाँ ओड स्मार्टको कुरा गर्दैछु म, अरू केही पनि जोडेको छैन मैले त्यहाँनिर। ओड स्मार्ट कहाँनिर हुने जोड्दै मात्रै छु म त्यहाँनिर है। अब अनि अर्को पनि जाउँ ल, अर्को पनि एउटा इक्जाम्पल दिन्छु नि, त्यसपछि काम लागिहाल्छ। अर्को एउटा पनि सर्ट भिडियो म प्ले गर्छु होइन, यहाँले फेरि खोज्नु होला, यही मात्रै कुरा त हुँदैन। अब एउटा हेर्नुहोस्, ल यसमा गएन, यो माथिको एउटा भिडियो अफ।
अब ल दोस्रो हेरौँ, यसमा अहिले पछाडि बहस गरौँ न। दोस्रो के छ हेर्नुहोस् यहाँनिर, सेकेन्ड के हुँदो रहेछ, लजिकल म्याथमेटिकल इन्टेलिजेन्स है। लजिकल म्याथमेटिकल इन्टेलिजेन्स हुँदो रहेछ। त्यो भने चाहिँ के हो भने इन्डक्टिभ एन्ड डिडक्टिभ थिङ्किङ हो, सोच्ने क्षमता बढी हुने हो, लजिक गर्ने, तर्क राख्ने। वाइ अहिले मैले एउटा क्वेसन गरेको थिएँ नि यहाँनिर के, रुख एक्जिस्ट किन हुन्छ भनेर त्यो विद्यार्थीले कल्पना गर्छ अरे के। मैले सोधेँ, बाबु तिमीले यो खालको फिलोसफिकल ल्याङ्ग्वेज राखेर किन यो खालको त्यो एक पेज लेख्यौ त भनेर सोधेको। सर मलाई कहिले काहीँ माइन्ड डिस्ट्र्याक्ट हुन्छ। के हुन्छ त्यति बेला भनेको, मेरो दिमागमा रुख आउँछ। अब मैले अझै इन्भेस्टिगेसन गर्न बाँकी छ, यो त स्टार्टिङ मात्रै हो। अनि रुख आएपछि तिमी के सोध्छौ भनेर सोधेको मैले, वाइ आर प्लान्ट्स अर ट्रिज एक्जिस्टेड भनेर सोध्छु भन्छ कि। सुन्नुहोस् त, रुख किन एक्जिस्ट भइरहेछ भनेर सोध्छ अरे उसले क्या। त्यस्तो विद्यार्थी छ क्या एक खालको। त्यसलाई के अचम्म लाग्छ, त्यहाँनिर सबै डराएर म कहाँ आइसकेका छन् कि म कहाँ पठाइदिनु भएको छ टिचरहरूले पनि। उहाँहरू के भन्नुहुन्छ भने, इज देयर लाइफ आफ्टर डेथ भन्छ बच्चाले। सुन्नुहोस् है त, कस्तो खालको एक्जिस्टेन्सियल दिमाग छ क्या उसको। त्यो लजिक हो, त्यो रेसनालिटी हो, तर त्यो कतिसम्म ठिक हो होइन भनेर फेरि त्यो अब अलिकति अध्ययन गर्न बाँकी नै छ। तर हामीले यहाँबाट के बुझ्नु पर्यो भने, म्याथमेटिसियन, अडिटर, टेक्निसियन, साइन्टिस्ट, एकाउन्टेन्ट, डक्टर, इकोनोमिस्ट, यी सबै लजिकल म्याथमेटिकल इन्टेलिजेन्स भएका व्यक्तिहरू हुन् भन्ने राखौँ। यहाँ एउटा फेरि सर्ट प्ले गरौँ जस्तो ल। As we have our esteemed guest speaker, Professor Bari, is currently has joined already, and can we please have a huge round of applause for him once again? Professor, louder guys. दुनिया हल्लाइसक्यो छ। यो पनि मैले धेरै राख्दिनँ, छोटो मात्रै गर्ने, 1 मिनेट मात्रै। A very good. Has captured. Assalamu alaikum to the entirety of the University of Science and Technology, Meghalaya. It is my honor to be here today. Now today I want to keep this lecture short as always because you may have seen the itinerary. यो यहाँ आएर हो मतलब खोज्ने हो म। यो नेपालमा ल्याएर अनिल केसरी साल इन्टरभ्यु दिनु भएको छ मलाई। मैले बताइने लाइन सब। थर्डमा के रहेछ, थर्डमा भिजुअल स्पेशल इन्टेलिजेन्स भनेको स्थान वा अन्तराल सम्बन्धी। हेर्नुस् है, त्यहाँनिर हातमा क्यामेरा लिएर बसेको हैन, त्यसपछि एकदम त्यो डेकोरेट गरेको, ड्रइङ पिक्चर बनाइरहेको, अनि इन्जिनियरहरू जो देख्नु भएको छ त्यहाँनिर माइन्ड म्याप गर्ने, रोड म्याप गर्नेहरू, म्याप बनाउनेहरू देखिरहनु भएको छ। यिनीहरूको क्षमता भनेको भिजुअल स्पेशल इन्टेलिजेन्स हो। यिनीहरू पिक्चर बनाउन एकदम स्मार्ट हुन्छन्। यो पिक्चर स्मार्ट पनि हो। उनीहरूको क्षमता के हो, भिजुअलाइज अब्जेक्ट एन्ड स्पेशल डाइमेन्सन्स, क्रिएट इन्टरनल इमेज एन्ड पिक्चर, दिमागमै उनीहरूले तस्बिर बनाएर आउँछन्। त्यस्ता खालका व्यक्तिहरू हामीसँग हुन्छन्, जसको इक्जाम्पल भनेको आर्किटेक्ट हो, इन्जिनियर हो, फोटोग्राफर हो, एडभर्टाइजर हो। हामी के भन्छौँ, यो फोटो इट्स ओके पर्फेक्ट भनिरहेको हुन्छौँ, तर ती गुड डिजाइनरहरूले, फोटोग्राफरहरूले यहाँ बिग्रिएको छ भनेर त्यो फोटो उहाँले एडिट गरिरहनु भएको हुन्छ। क्या जुन फोटो मलाई स्ट्यान्डर्ड लागेको हुन्छ उहाँले त्यहाँ खोट देखिरहनु भएको हुन्छ। जुन फोटो ठिकै भयो भने भन्ने हुन्छ नि हामीले, उहाँहरूको एङ्गलमा त्यो राइट हुन्छ। त्यसैले डेकोरेट गर्ने डेकोरेटरहरू भए, डिजाइन गर्ने व्यक्ति पेन्टरहरू भए, फेसन डिजाइनरहरू भए, पाइलटहरू भए, उनीहरूसँग यो भिजुअल स्पेशल इन्टेलिजेन्स, स्पेस भनेको स्पेसतिर हेर्ने इन्टेलिजेन्स हुन्छ। अब हामी 4 नम्बर जाउँ। यो 9वटा फटाफट भन्नु जस्तो लाग्यो मलाई हो। ल हेर्नुहोस्, 4 नम्बरमा हेर्नुहोस् त, शारीरिक गतिविधि भनेको चाहिँ बडीली काइनेस्थेटिक इन्टेलिजेन्स भनेको लास्ट बेन्चमा बसेको विद्यार्थी आज फुटबल भन्ने साथै के गर्छ, 4वटा बेन्च नागेर ढुङ्गा आइपुग्छ। त्यस्ता विद्यार्थीहरू आज नाच्ने भनेपछि उनीहरू खाना नै छोडेर भोक पनि के गर्छन्, गएर खेल्न नाच्न थाल्छन्। अब हाम्रा विद्यार्थी यो क्याटेगोरीमा हुन्छ। एकचोटि सुन्नुहोस् त, हाम्रो विद्यार्थी कस्तो हुन्छ भनेदेखि, जस्तो कि क्लासरुममा बस्यो, सर फ्यान चलाइदिनु, मर्ना एड्सैमा गर्मी भएर। सुन्नुहोस् है, गर्मी भएर मर्ना एड्सै। ब्रेक टाइम भयो, आज शीतलमा बस्दैन बाबु, त्यहाँ गर्नु नपर्यो, ए फुटबल लिएर गएर हानेर पसिना पसिना, केही भएको छ, केही पनि भएको छैन। ती कोन, ती बडीली काइनेस्थेटिक विद्यार्थी हो, उसलाई केही पनि भएको छैन। अनि कपाल लामो पार्न दियो, इट्स ओके। कपाल छोटो पारेपछि विद्यार्थी लाज लाग्यो भने क्लासमै जाँदैन। अनि आज भने उनको टोपी लाएर आउँछ विद्यार्थी। अनि किन लाएको, ढाकछोप गर्न, सर मलाई जाडो भएको छ भन्छ। त्यो रियालिटीमा जाडो भयो त, पसिना आइरहेको छ टाउकोभित्र, जाडो आयो होइन नि। त्यसैले यस्ता विद्यार्थी बडीली काइनेस्थेटिक हुन्छन्, जसलाई त्यो मुभमेन्टको काम, बाहिर फिल्डमा गर्ने काम थाहा पाउने बित्तिकै उनीहरूले संसार बिर्सिन्छन्। त्यस्ता विद्यार्थी हामीसँग पनि छन्। भोलिका सन्दीप लामिछाने, भोलिका इन्टरनेसनल खेलाडी प्लेयरहरू हामी कहाँ ती विद्यार्थी हुन् है। भोलिका एरोबिक डान्स गर्नेहरू, डान्समा गएर आफ्नो नाम कमाउने व्यक्तिहरू यस्तै व्यक्ति हुन्छन्। ती विद्यार्थीहरू प्रतिभा हामीले पहिचान गरिदिने अनि गार्जियनलाई यो विषयमा बताइदिने है। त यो पनि हामीले बुझिहाल्नु। देखिरहेछ नि स्लाइड त,
अलि माथि नै पुग्यो क्या यहाँ देखिरहनु भएको छ नि हामी कहाँ पुगेका थियौँ भनेपछि हेर्नुहुन्छ हामी यसमा थियौँ देखिरहनु भएको छ सो भएको छ है अहिले मैले देखिरहेको छु फेरि मै मात्रै हेर्ने होला नि यहाँ देख्नु भएको छ नि छ सर एरोबिक टिचर कोच एक्टर ड्रामा कोच होइन कोरियोग्राफर ट्रेनर डान्सर प्लेयर यस्ता व्यक्तिहरू हुनुभयो नि अब हेर्नुहोस् न यहाँनिर यस्ता व्यक्तिमा कस्तो खालको क्षमता छ यो पनि यहाँले यसो भिडियो विद्यार्थीले देखाउनु होला Some of you, in my mind, knowing that I wanted to get out of here because of the bullying in my life. And you don't know what to do. You have to make important decisions, man. You don't know what to do. Who do you believe? Follow your heart. If that's who you want to be. If that's what you want to do in पनि हेर्नु होला ल अर्को छ हामीसँग 4 नम्बर 5 मा हेर्नुस् त अन्तर्मुखी प्रतिभा भनेको इन्ट्रापर्सनल अरूसँग कुरा नगर्ने आफै भित्र कुरा गर्ने है इन्टर भने चाहिँ अरू इन्ट्रा भने आफू है फेरि इन्ट्रा हाउस भनेको चाहिँ विदिन हो इन्टर भने चाहिँ अरूसँग कम्पिटिसन हो है इन्टर स्कुल भने फरक स्कुलसँग हो त्यस्ता फिलोसफर रिसर्चर गुरु स्पिरिचुअल काउन्सिलर पोइटहरू हामीसँग हुन्छन् यी व्यक्तिहरू भनेको के हुन् भन्दा इन्ट्रापर्सनल इन्टेलिजेन्स भएको सो अध्ययन गर्ने आफैसँग कुरा गर्ने आत्म क्षमतालाई वृद्धि गर्ने आफै भित्र सोलुसन खोज्ने आफै भित्र नयाँ कुरा सृजना गर्ने व्यक्तिहरू यस्ता हुन्छन् यसलाई मैले छोटो छोटो मात्रै भनेको अहिले तल सोलुसनै जानु पर्यो फेरि अब नाम मात्रै भनिदिएर भएन अर्को हेर्नुहोस् यहाँनिर अब ल अन्तर व्यक्ति प्रतिभा भने के इन्टरपर्सनल इन्टेलिजेन्स त्यो भनेको अरू व्यक्तिलाई प्रभावमा पार्न सक्ने हाम्रा विद्यार्थी त्यस्तै हुन्छन् कोही विद्यार्थी आएको 1 वर्ष हुन्छ स्कुलभित्र बोल्दै बोल्दैन लाटो जस्तो नबोलेरै समस्या कोही विद्यार्थी आज भर्ना भएको छ भोलि नै भए बर्का उहाँ नर्सरीदेखि 10 क्लासको साथी बनाइसक्छ उहाँ आइएल्लो गरेर नेता बनिसक्छ घर विद्यार्थीहरू चाहिँ त्यो भनेको इन्टरपर्सनल इन्टेलिजेन्स भएको व्यक्ति हो यहाँ सुरुमा पिक्चर दोस्रो पिक्चर कसको याद गर्नुभयो हेर्नुहोस् त लिडर म्यानेजर पोलिटिशियन सोशल वर्कर सेल्स पर्सन यो सेकेन्ड पिक्चर कसको हो मदन भण्डारी है अनि पहिलो अनुराधा कोइराला तेस्रो तेस्रो भनेको ग्रेटा थनबर्ग GRETA ग्रेटा थनबर्ग हो जस्ट 15 years नाउ सी इज ओल्ड फर्स्ट चाइल्ड टु प्रोटेस्ट अगेन्स्ट क्लाइमेट चेन्ज इस्यु संसारमा क्लाइमेट चेन्जको इस्युमा आवाज उठाउने एउटा बच्ची हो अर्को एकजना चाहिँ हामीसँग फेब्रिजियो भन्ने हुनुहुन्छ त्यो नाम मैले यहाँ राख्न भ्याइन एकजना उहाँ हुनुहुन्छ हेर्नुहोस् है त अहिले उहाँकै आवाजले नै सारा संसारमा क्लाइमेट चेन्जको दुनियाँमा यो जलवायु परिवर्तनको विषयमा यो मुद्दा उठिरहेको छ क्या युएनओमा सारा संसार उहाँकै मात्रै बहस चलिरहेको हुन्छ उहाँले त्यही मात्रै सोल्युसनको बहस चलिरहेको हुन्छ उसले के भनेको छ त्यसैले एभ्री वान इज स्पेसल नो म्याटर वाट द एज इज मान्छेको उमेरले केही पनि फरक पार्नेवाला छैन त्यसैले यो आवाज उहाँले दिनुभएको छ अनि अब मदन भण्डारीको आवाज त सुनिहाल्नुभयो इन्टरपर्सनल भने किन मदले मातिएर आँखा चिम्लिएर 30,000 भन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनु पर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट उर्लिएर आन्दोलनकारीहरूसँग सम्झौता गर्न आउनु पर्यो महाराजले बादशाहले घोडाबाट उर्ले ल बाँकी यहाँले आफै पढ्छ त्यति भनेपछि बुझ्यो नि फेरि एमाले र चाहिँ नभन्नु होला म स्वतन्त्र मान्छे हो सबै कोही पनि पार्टीको होइन मैले यो यसो रमाइलो लागेर फेरि यहाँ पार्टी कुरा आउनु हुँदैन अब अर्को एउटा चाहिँ ग्रेटा थनबर्ग राखेको थिएँ मैले कहाँ हराएछ यो होस् ल My name is Greta Thunberg. I am 15 years old and I'm from Sweden. I speak on behalf of climate justice now. Many people say that Sweden is just a small country and it doesn't matter what we do. But I've learned that you are never too small to make a difference. And if a few children can get headlines all over the world just by not going to school, then imagine what we could all do together if we really wanted to. यो यहाँहरुले एकचोटी सर्ट भिडियो छ 5 मिनेटको हेर्नु होला विद्यार्थीहरुले है त ल काम गर्छ त्यो अब हामी आयौं म्युजिकलमा रिदमिकको कुरामा आयौं अब गायक त अरु पनि राख्न पाइन्थ्यो होला मैले पुरानो जे थियो त्यही राखेको छु है फेरि यहाँलाई मन पर्ने गायक छानेर हाल्नु होला पटकपछि यो एबिलिटी भने के हो टोनल प्याटर्न साउन्डको एबिलिटी सेन्सिटिभिटी रिदम राइमको कुरा बढी जान्ने व्यक्तिहरु हुन्छन् यस्ता त्यो विशेष गरी हामीसँग को हुन्छ म्युजिक कम्पोजरहरु हुन्छन् इन्स्ट्रुमेन्टलिस्टहरु हुन्छन् अनि इन्स्ट्रुमेन्टल इन्स्ट्रक्टरहरु हुन सक्छन् म्युजिकल परफर्मर हुन्छन् म्युजिकल टिचर हुन्छन् हैन म्युजिक थेरापिस्ट हुन्छन् सिंगर सङ राइटर हुन्छन् साउन्ड इन्जिनियर हुन्छन् यहाँ यो कथावाचिका पनि त हामी लेखिरहेका छौं 9 वर्षकी अनुराधा पाण्डे
वृन्दावनबाट नेपाल आइपुगिन् भनेको छ, त्यत्रो नेपालमा उनले तलकै मचाके हुन्, यस्ता हुन्छन् यिनीहरू चाहिँ। हामीसँग 8 नम्बर भयो, 2टा मात्रै पाइन्छ 8 नम्बर। यहाँ हेर्नु सबै म्युजिकली यहाँ हेर्नुहोस् है, हु इज हि, को उहाँ? अशोक दर्जी, कहिले 5 वर्ष अगाडितिर। अब हेर्नुहोस् यहाँ उहाँलाई ट्रान्सफर्मेसन कसले गर्दा यस्तो बनाइदियो, हिरो बनाइदियो कसले? 5 वर्ष पछाडि जब टङ्क दाहालले ल्याएर उहाँलाई यसो केही पालन पोषण गर्दै उहाँको लेभलै चेन्ज भयो। यद्यपि फेरि यस्तो पनि हुन्छ है, फेरि मैले भन्न खोजेको के हो भने क्षमता मात्रै विद्यार्थीको बच्चाको भएर हुँदैन क्या। त्यो सही पहिचान गरेर त्यसलाई गोडमेल गरिदिने ठाउँ पाइएन भने त्यो क्षमता त्यहीँ रहन्छ। आज पनि यिनी त्यही 5 रुपियाँ 10 रुपियाँको लागि गीत गाएर बाटोमा बस्ने हुन्थ्यो होला नि। आज यिनको उच्च राम्रो शिक्षा सँगसँगै त्यो गायन क्षेत्रमाथि किन पुग्यो? किनकि त्यहाँ गार्जेनसिप कसरी लिइदियो। त्यसैले हाम्रा विद्यार्थीको पनि यो क्षमता पहिचान गरेर गार्जेनलाई चाहिँ मिलाउन हामीले पर्छ है। 8 नम्बरमा हेर्नुहोस् त के रहेछ? प्रकृतिवादी, नेचुरलिस्ट इन्टेलिजेन्सी। अहिले मैले भनेको थिएँ नि, रुख मेरो दिमागमा आयो भने खालि रुखको कुरा गर्ने, वाइ इज देयर प्लान्ट भनिरहेको थियो त्यो बच्चा है। यो एनिमलको बारेमा, प्लान्टको बारेमा, फ्लोरा एन्ड फन्डाको बारेमा, वनस्पतिहरूको बारेमा, नेचरको बारेमा, प्रकृतिको बारेमा जस्तै खोज अनुसन्धान गर्छ। चार्ल्स डार्विनले चरा मार्दै हिँडे जस्तो यिनीहरू चाहिँ के हुन्? प्रकृतिवादी हुन्, नेचुरलिस्ट हुन्। र लास्टमा एउटा के भन्दै यो भित्र फार्मर पनि हुन्छ, किसान पनि हुने भयो, जू किपर पनि हुने भए होइन, चिडियाखानाहरू सञ्चालन गर्ने व्यक्ति पनि भए, बायोलोजिस्ट हुने भए, बोटानिस्ट हुने भए, इन्भाइरोमेन्टलिस्ट हुने भए, गार्डनर हुने भए, बगैँचा हेर्ने हुने भए। र अन्तिममा हामीसँग के छ? एक्जिस्टेन्सियलको कुरा छ, धर्मको कुरा भन्दा नि यहाँनिर हामीले के जोड्नुपर्छ भने यसलाई हामीले साइकोलोजी, मनोविज्ञानका कुरालाई बढी जोड दिनुपर्छ। यी कुराहरू जुन इन्सपिरेसनल स्पिकरहरू, योगा गुरुहरू, फिलोसफरहरू जो हुन्छन् उनीहरूसँग यो खालको क्षमता हुन्छ। उनीहरूले बियोन्ड द वाट पोसिबल थिङ, बियोन्ड द फिजिकल वर्ल्ड, हामीले देखेको त्यो सांसारिक दुनियाँभन्दा परको उहाँहरूले के हेर्नुहुन्छ? उहाँहरूले त्यो विश्वलाई निहाल्नुहुन्छ र सकेसम्म मान्छेलाई मेन्टली उहाँहरूले शान्त बनाइदिने खोज्नुहुन्छ। यो कुरा जोड्नुपर्छ। यो कुरा किन पनि मैले जोड्या भने नि, आज हाम्रो विद्यार्थीहरूले यस्तो खालको प्रब्लम चाहिँ यहाँले याद गर्नु होला। 6-7 महिना अगाडिको काठमाडौँकै घटना धेरै भएको छ र भनेको। म लोकसेवामा 5 पटक इक्जाम दिएँ, मेरो उमेर 25 वर्ष कट्यो, मैले 5औं पटक पनि लोकसेवा पास गर्न सकिनँ। त्यो कारणले गर्दा भोलि मेरो बाउले म बेरोजगार भएपछि के खालान् भनेर मैले दसैँमै बाउ मार्ने निर्णय गरेका थिएँ। त्यो म सम्भावना सफल भइनँ। नभएपछि मैले पछि आएर त्यो सपना सफल पारेँ भनेर आफ्नै दाइ र भाइलाई मारेर गौशालाको गेस्ट हाउसमा 3 दिन बसेर पछि पुलिसमा आत्मसमर्पण गरेको थियो कि सी द केस। त्यो किन भयो भने मान्छेको त्यो मोरालिटी, फ्रस्ट्रेसन है, हाई लेभलको डिप्रेसन, एङ्जाइटी यसैको प्रब्लम हो के। अर्को भर्खर ललितपुरको केस पनि सुन्नु होला नि यहाँहरूले, धेरै टाढा कुरै होइन। त्यहाँ के भएको हो भने आफ्नो दुईटै त्यो मर्ने जसलाई मारियो त्यो केटा, जो मार्ने केटा थियो, ऊ दुईटा सँगै काम गर्ने, मूर्ति कुद्ने काम गर्ने व्यक्ति। अनि एउटा मार्नेले के गर्यो भने आफ्नो बहिनीलाई साथीले जिस्कायो भनेर कसम खान लगायो। किन जिस्कायो भनेर गाली गर्यो, 2-4 चट्कन लगायो। त्यसपछि त्यो साथीले माफ माग्यो। माफ मागेपछि उसलाई चित्त बुझेन। उसले के भन्यो भने यदि तैँले साँच्चीकै भोलिबाट मेरो बहिनी जिस्काउँदिन भन्छस् भने त मन्दिरमा गएर कसम खानुपर्छ भने लिएर गयो। मन्दिरमा गएपछि मन्दिरमा पनि पुगे दुईजनै। अनि उसले के गर्यो, 2 हात जोडेर टाउको तल मूर्तिमा ढोक, घोडा टेकेर मूर्तिमा ढोक, अनि मात्रै पत्याउँछु भन्यो साथीले पछाडि पुकुरी लुकाएर लिएर गएको छ। जब मुन्टु त्यहाँ टाउको तल शिर झुकाएर ढोक्न खोजेको थियो, मार हान्थ्यो पछाडिबाट, चट्टै टाउको र मुठ छुटाइदियो क्या। अहिले जेलमा छ। अब सी द कन्डिसन क्या। अब बुझौँ न हामीले, त्यो व्यक्ति हिजो बहिनी जिस्का भनेर मान्छे मारे गएर मन्दिरमा गएर बलि दियो आफ्नो साथीलाई, आज 15-20 वर्ष जेलमा बस्दा उसको बहिनी कसरी जिस्काउँदैन होला अब? त्यो सर्ट टेम्पर, त्यो एङ्गर, त्यो एङ्जाइटी, त्यो डिप्रेसन हेरौँ न कहाँनिर छ मान्छेको क्या आजको उमेरमा। त्यसैले अब मान्छेले त्यो खालको मेन्टल माइन्डफुलनेस प्र्याक्टिस अब गर्नै पर्छ। त्यसै अमेरिकाले 2030 सम्म हरेक घरमा एकजना पागल हुन्छन् भने होइन नि, त्यो हामी कहाँ देखिएको छ क्या। नेपालभित्रै पनि यो खालको समस्या देखिएको छ। यति धेरै त्यो गलत प्रवृत्ति छ मान्छे मार्नको लागि। यही धादिङको एउटा केस मैले समाचार पढिरहेको थिएँ, त्यहाँ के देखिएको छ भने आफ्नो सम्पत्ति खेत 4 लाखमा बेचेर एउटा साथीलाई घरमा श्रीमती मार भनेर पैसा दिएछ। लास्टमा के थियो त्यहाँभित्र थाहा छैन, घरमा को आफन्त आउँथ्यो शङ्का लागेर होला। तर भइदियो के भने 1 हप्तापछि श्रीमती जीवित नै छ, 1 हप्तासम्म त्यो घरमा पैसा दिने मान्छे छैन। पछि पुलिस आएर गाउँले गएर खोज्दाखेरि त्यो पैसा दिने मान्छेलाई नै मारेर सेफ्टी ट्याङ्कीमा झुन्डाइदिएको छ कि। अब त्यहाँ उनीहरूले पनि बाटो बुद्धि के लगायो भने नि, उता श्रीमती मार्दै भने भोलि 1 न 1 दिन प्रहरीले पक्रिन्छ, यसैलाई मार्दै भने त पैसा नि खान पाइयो भन्ने मान्छे नि कसले हुन्छ भन्ने सोचे होला। अब त्यो नहुन पनि सक्छ है। आज के छ, दुनियाँ मात्रै एकदमै टेरोरिस्ट त नभनौँ, त्यो खालको भायोलेन्ट एक्टिभिटिजमा त्रसित रूपबाट अगाडि बढिरहेछ।
त्यसैले यस्ता अवस्थामा कहिलेकाहीँ के हो एक्जिस्टेन्सियल इन्टेलिजेन्सले पनि मान्छेलाई शान्त बनाउने काम गरिरहेछ। हामी योगा ध्यान प्र्याक्टिस भन्छौँ, त्यो पार्ट पनि सिक्नुपर्छ, त्यो पनि आजको आवश्यकता हो। जस्तो यहाँनिर हेर्नुहोस् न, यति सानै नानीले दिएको प्रवचन सुन्नुहोस् यहाँनिर, होइन हामीले पनि त सुनिबस्नु त्यो आनन्द पनि जान्छ अनि दुःखको समय आइहाल्छ। यी व्यक्ति भनेका के हुन्? यिनीहरू यी व्यक्ति भनेका यही यो 9औं खालको एक्जिस्टेन्सियल इन्टेलिजेन्स भएका बुद्धि क्षमता भएका व्यक्तिहरू हुन्। यति भएपछि अब मैले यहाँ धेरै भन्नु परेन, यी मैले स्किप नै गर्ने हो, टाइम गइसक्यो भएर। के रहेछ हेर्नुहोस् त्यहाँनिर म एउटा दुईवटा मात्रै टिप्स भन्छु। अब इन्डिभिजुअल लर्निङ प्रोसेस पनि म गएन, यो त भोलिपछि टिचिङ टिप्समा म भनौँला, यो तपाईँलाई आज चाहिने पार्टै होइन ल है त। लर्निङ स्ट्राटेजीमा यहाँ हेर्नुहोस् है, एउटा यस्तो हुन्छ है, 7 सेन्सरी अर्गन्सबाट मान्छेले सिक्छ। यी सबै कुरा हुने खालको करिकुलम हामीले टिचिङ प्र्याक्टिस गर्न पर्यो। मान्छेले छोएर सिक्छ, फिल्डमा काम गराउनु पर्यो। मान्छेले मुभ गरेर सिक्छ, उसलाई हिँडेर काम गराउनु पर्यो। मान्छेको मसलले काम गर्छ, उसलाई एक्टिभिटी गर्न दिनु पर्यो। मान्छेले स्मेल गरेर सिक्छ, प्रकृतिमा पनि घुमाउनु पर्यो। मान्छेले देखेर सिक्छ, भिजुअल तयार पारिदिनु पर्यो, पिपिटी बनाउनु पर्यो, अडियो भिडियो क्लास दिनु पर्यो। मान्छेले सुनेर सिक्छ, गजबको एक्सप्लेनेसन गरिदिनु पर्यो। मान्छेले टेस्ट गरेर सिक्छ, त्यस्ता कुराहरू टेस्ट पनि गर्दैन। यी पार्ट हामीले जोड्नुपर्छ। अब म यहाँ अलिकति के गर्ने भनेर एउटा दुईवटा इक्जाम्पल दिन्छु। अब यो कस्तो, यसलाई पनि नजाउँ ल, यहाँ नजाउँ, यतातिर गयो भने यसले काम गर्दैन। अब योभन्दा अगाडि एउटा ल मैले यहाँ बन्द गरेर देखाउँछु। एउटा के हो भने यहाँहरूलाई मैले भन्नै पर्ने कुरा, 9:19 भन्छ, एक मिनट सकिन्छ, नाच्दिनु होला, सकिन लागिसक्यो। यही नै सो गरौँ, टाइम छैन। यो पार्टलाई हेरौँ, त्यसपछि लर्निङ मोडललाई स्टडी हेरौँ ल, के गर्ने भनेर। यहाँलाई 5E मोडल मैले पहिला भनिसकेँ होला, क्लास छुट्याएर भने अर्को क्लासमा आउँछ ल, त्यो बेला फेरि हेरौँ न त्यसलाई। सेयर पो भएन छ, मैले त्यति गरेँ। स्लाइड आएन, एकछिनमा स्लाइड सेयर गर्दैछु, कहाँ हुनु। ओके, यो एउटा है, मैले अलिअलि स्किप गरेको कुरा त अब यस्तो हो नि त, यहाँलाई मैले नभनेको कुरा त यहाँले बुझ्नुहुन्न, म किन राखेँ भन्ने कुरै थाहा छैन यहाँलाई। त्यसैले अर्को क्लासमा हामी फेरि त्यसलाई पनि एक्सप्लेन गर्छौँ, केही छैन। यहाँ अब सो भयो नि, हेर्नु त एभ्रिडे लर्निङ मोडलभित्र केमा ध्यान दिने भनेर हेर्नुहोस् यहाँनिर। सबभन्दा पहिला के गर्ने हो, यो 5 होइन, रिफ्लेक्ट, कनेक्ट, वन्डर, इन्भेस्टिगेट, कन्स्ट्रक्ट, एक्सप्रेस भनेको छ नि, त्यो मध्ये सबभन्दा पहिले हामीले गर्ने के हो, कनेक्सनको पार्ट हो। यी फर्स्टको कनेक्ट गर्ने हो। जबसम्म तपाईँका सिकारु तपाईँले भनेको कुरा सुन्न तयार हुँदैनन् मेन्टली, तबसम्म तपाईँले जति बकवास क्लासमा गफ लाए पनि हुनेवाला केही छैन। रियालिटी हो कि। त्यसपछि बल्ल अब मेरा बच्चा मसँग सिक्न तयार छन्। याद गर्नुहोस् न, नर्सरीको म्यामले 4 वर्षका बच्चाहरूलाई अगाडि चट्ट राखेर, गोलो घेरा लगाएर वरिपरि राखेर, ए मामा आउनुभयो, चाचाले आउनुभयो, पापा खानी, बाबासँग जाने भनेर पुरा रमाइलो गरिरहनु भएको हुन्छ। बच्चासँगै आफू इन्जोय गरिरहनु भएको हुन्छ। त्यो फिजिकल कनेक्सन क्रिएट गर्नुभयो पहिला, त्यसपछि उनीहरूकै चाइल्डिस ल्याङ्ग्वेज बोलेर मेन्टल कनेक्सन गर्नुभयो। अन्तिममा त बच्चा हेर्नुहोस् त घरमा गएर उल्टै म्यामले लेख्दै पनि आमाले गएर भनेको कुरा शुद्ध गर्न जान्दैन। बाबु म्यामले लेखेको यो बिग्रिया रहेछ, होइन माई म्याम इज राइट, यु आर रङ मम, डोन्ट ट्राई टु इरेज मिस्टेक, माई म्याम इज अलवेज राइट भन्छ बच्चाले। त्यो किन भनेको भने नि कनेक्सन बिल्ड भएको हो। त्यसपछि वन्डर क्रिएट गर्ने, सरप्राइज क्रिएट गर्ने, इन्भेस्टिगेट गर्न लगाउने, बनाउन, निर्माण गर्न, कन्स्ट्रक्ट गर्न लगाउने, उनीहरूलाई एक्सप्रेस गर्न लगाउने, र लास्टमा रिफ्लेक्ट गरेपछि यो बिउ हुन्छ। यो स्लाइडमा नै भइहाल्यो, यसलाई धेरै यहाँ भन्न जानु परेन। अब यसका लागि हामीले बडी बिरुवामा पानी त हाल्ने हो। पानी कहाँ कहाँ हाल्ने एउटा टिचरले, हाउ मच, कति पानी हाल्ने, वेन, कहिले पानी हाल्ने, फ्रम वेयर, कहाँबाट हाल्ने भनेको स्टुडेन्ट्सको लर्निङ क्यापासिटीलाई कसरी चिन्ने, प्यारेन्ट्सलाई कसरी काउन्सिलिङ गर्ने कुरा हो। त्यसका लागि चाइल्डलाई मात्रै होइन, हाउ मच वाटर फर कसका लागि हेर्छ नि, प्यारेन्ट्सलाई कति, टिचर्स हामीलाई कति, विद्यार्थीलाई कति, कम्युनिटीलाई कति, नेसनलाई कति हाल्ने। चाइल्डलाई मात्रै हाल्दा हुँदैन, अब प्यारेन्ट्सलाई पनि हाल्नुपर्छ। यो पानी हाल्ने काम, मल, जल, गोडमेल, हावा, घाम, सम्वेक, लास्टमा सम्वेक छ। जबसम्म तपाईँका तन मन वचनले गरेका कामले काम गर्दैन, त्यसपछि तपाईँको हृदय बोल्नुपर्छ। कहिले काहीँको समाधान के हो भने हाम्रो हृदय हो। हृदयको स्पर्शले मान्छेलाई माया गर्दा पनि त्यो मान्छे सुध्रिन सक्छ। त्यसरी सिकाउने एउटा पार्ट जोड्नु होला है। लिड्स टु ओभरवेल्म एन्ड फ्रस्ट्रेसन, पढाउन थालेपछि त पढ्दै पढ्दै फर्स्टको पिक्चर हेर्नुहोस् न, जब सेकेन्डमा फेसिलिटेट गरिदिनुहुन्छ, सहजीकरण गरिदिनुहुन्छ, त्यसपछि सेल्फ डिरेक्टेड हुन्छन्, उनीहरू सिक्न थाल्छन्। यो पार्ट हामीले जोड्नुपर्छ। अब यहाँभन्दा राखिएन, अरू कुरा पछि गरौँ। हस्, धेरै धेरै धन्यवाद यहाँलाई।
सर्ट क्वेसन केही आयो भने 2 मिनट हामी एड्रेस गर्छौँ र हामी आज क्लासबाट छुट्छौँ है त। अब यहाँहरूलाई नै फ्लोर दिएँ मैले 1-2 मिनट केही छ भने, अब नभए अब यहाँ कतिपय कुरा गर्न त बाँकी नै थियो। यति बेलासम्म हामी 8 बजे सुरु गरे अब भ्याइन्थ्यो नि होला। मैले 1-2टा स्किप हुन त त्यो मल्टिपल इन्टेलिजेन्स भित्रकै पार्ट त होइन मैले स्किप गरेको, यहाँ एडिसनल स्लाइड भएको कारणले गर्दा हो। त्यसैले अब यो भेजिटेरियन आएको बफे डिनरमा माछा मासुको त्यो ट्रे देख्दा पनि लोभ गर्न पर्ने आवश्यकता छैन, त्यसलाई स्किप गरेरै खाने हो। त्यो भेजिटेरियन नन भेजहरू आएर चाख्छन्, हामीलाई लिनु पर्दैन। त्यस्तै गरे मैले यहाँ पनि कतिपय कुरा स्किप गरेको, ठ्याक्कै आजलाई नै एड्रेस गर्ने क्लास चाहिँ थिएन होला। ल केही छ भने भन्नु होला है त। ल ह्यान्ड राइज मात्रै होइन, अब बोल्नुहोस् नै। सक्यो क्लास, मैले सकेँ हो सर। हजुर हजुर अलिकति मेरोमा समस्या आइरहेछ, यो इको आइरहेछ सर, त्यस्तो आवाज इको आइरहेछ सर? हो इको आइरहेछ, किन हो? खै किन त्यस्तो भइरहेछ सर? हजुर दुईटा डिभाइसबाट जोडिनु भएको त्यसै हो, त्यही भएर होला। दुईटा हो भने एउटा साउन्ड अफ गर्नुपर्छ। मैले त्यस्तो गरेको छैन। के भयो त त्यस्तो नि त है? सुन सर, एउटा डिभाइस अफ गर्नुहुन्छ, बन्द गर्नुहोस्। हामीले के गर्ने भने नि, जस्तो म्याथमेटिक्स पढाउँदैछौँ अनि के गर्ने भनेर सोध्यो भने त्यहाँ चाहिँ नम्बर लाइनको कुरा जोड्न सकिएला, स्टुडेन्टलाई फिजिकली ग्राउन्डमा लान सकिएला होइन, जम्प गराउन लान सकिएला, स्किप काउन्टिङ गर्न सकिएला त्यहाँबाट, अनि मार्करहरू लगेर टेप लगेर त्यहाँ डिमार्केसन लाइन बनाउन सकिएला, भिजुअल क्रिएट गरिदिएपछि भयो क्या। अब साइन्स छ भने फेरि के गर्ने होला, सोलर सिस्टम बारेमा पढाउनु परेको छ, सिम्पल एक्सपेरिमेन्ट्स प्रयोग गर्ने होला हामीले, फिजिकल डेमोन्स्ट्रेट गर्न सकिएला, वाटर साइकलको कुरा जोड्न सकिएला, प्लान्टको ग्रोथको बारेमा बिरुवा ल्याएर देखाउन सकिएला, के ल्याबमा भिजिट गराउन सकिएला, के सकिन्छ क्या। सकभर नेचरलाई प्रयोग गर्ने हो, प्रकृतिलाई। प्रकृति नै संसारको सबभन्दा ठुलो गुरु हो क्या। अब ल्याङ्ग्वेज पढाउनु पर्छ, आर्ट पढाउनु पर्छ भने के गर्नु पर्यो, त्यो ठुलो कुरा। स्टोरी भन्न लगाइदिनुहोस्, कथा भन्न लगाइदिनुहोस्, वर्डहरू छोडिदिनुहोस्, त्यहाँनिर पिक्चरलाई एसेम्बल गर्न लगाइदिनुहोस् क्लासरुमभित्र होइन। त्यसपछि स्टोरी टेलिङमा एउटा थिम दिनुहोस्, मजाले एक्सप्लेन गर्न लगाइदिनुहोस्, केही गर्नु पर्दैन। हिस्ट्रीहरू पढाउन छ भने हिस्टोरिकल कुराहरू जोड्दै भइहाल्यो। अनि पुरानो कुराको ड्रेसको बारेमा जोडिदिउँ, क्लोथिङको बारेमा जोडिदिउँ, त्यतिखेरको पुराना कल्चरको बारेमा जोडिदिउँ। हेल्थहरू पढाउनु छ भने हेल्थलाई फिजिकल अगाडि लगेर गरौँ होइन, एक्सर्साइज गरौँ, डान्स गर्न लगाइदिउँ, बडीको विभिन्न अनि के अरे हेल्दी ट्रिप्सहरू दिन थालौँ। यो गाह्रै छैन कि, टाइम लाग्छ, तर सब्जेक्ट टिचरले आफ्नो सब्जेक्ट रिलेटेड बनाउने हो। किनकि मैले यहाँबाट 7वटा सब्जेक्ट बनाउँदा पो गाह्रो हो त। म्याथ टिचरलाई मात्रै खोज्दा त गाह्रो हुँदैन नि त, म्याथको मात्रै खोज्दियो नि त उहाँले त, साइन्सले साइन्सको मात्रै खोज्दियो नि त। त्यसैले हामी के पनि हुनुपर्छ, अब एभ्री डे वी सुड लर्न। हामी प्यासिभ भयो भने चाहिँ बच्चाले पढ्दैन। ल सरले के भन्दै हुनुहुन्थ्यो है? अरू केही छ? छैन? ल हुन्छ सरहरू, मैले छोडिदिँदैछु नि। हामी 9:30 हुन लागिसक्यो त, 25 भइसकेको छ। ल प्रेमलता म्याम, हजुरलाई फ्लोर। धेरै धेरै धन्यवाद। विगत लामो समयदेखि यस जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडमा प्रशिक्षण गर्दै आउनुभएका आदरणीय वरिष्ठ प्रशिक्षक प्रकाश केसी सर, महत्त्वपूर्ण र बहुउपयोगी कक्षाको लागि अति व्यस्त समयका बावजुद पनि हजुर यहाँसम्म उपस्थित भएर सफलतापूर्वक आजको कक्षा सम्पन्न गर्नुभएकोमा आजका ट्रेनर आदरणीय शिक्षक, प्रशिक्षक एवं प्रेरक वक्ता, शिक्षण पेसामा लामो अनुभव भएका बहुप्रतिभाशाली व्यक्तित्वका धनी हुनुहुन्छ आदरणीय सर। लामो समयदेखि विभिन्न विद्यालयहरूमा बालबालिकासँग सम्बन्धित, अभिभावक शिक्षा एवं शिक्षण सिकाइसँग सम्बन्धित विषय विज्ञ पनि हुनुहुन्छ र उहाँ साउथ वेस्टर्न कलेज तथा स्कुल र विभिन्न विद्यालय अध्यापन र तालिम प्रदान गर्दै आउनुभएको छ। आदरणीय सरलाई, सर काठमाडौँ युनिभर्सिटीमा एमफिल रिसर्च लेभलमा सहभागी हुनुहुन्छ, एमफिल गर्दै हुनुहुन्छ र हजुरलाई आगामी दिनको लागि पनि धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद आदरणीय सर, म्यामहरू, गुरुवर्ग, महत्त्वपूर्ण र सक्रिय सहभागिताको लागि, अहिलेसम्म दृढतापूर्वक कक्षामा बसिदिनु भएकोमा। अनि आदरणीय गुरुवर्गहरू, हजुरहरू साँच्चीकै महान हुनुहुन्छ। दिनभरिको व्यक्तिगत तथा पेसागत व्यस्तताका कारण थकान मेटाउनको लागि आराम गर्छु नभनिकन परिवारलाई दिनुपर्ने महत्त्वपूर्ण समय पनि यता पेसागत दक्षता विकासको लागि
लगानी गरेर पैसाको अगाडि यस तालीममा उपस्थित हुनुभएको छ। हजुरहरू आफूलाई म्यामको नेट अहिलेसम्म अनस्टेबल। हस् हस् हस्। भएका सकारात्मक र महत्त्वपूर्ण विषयवस्तुहरूलाई अवश्य पनि भाइ बहिनी, अभिभावकवर्ग र समाजकै रोल मोडल पनि हुनुहुन्छ। हजुरहरूले अवश्य पनि आजको समयअनुसार शिक्षा प्रदान गर्नुहुने नै छ। यो देशको उज्जवल भविष्य हजुरमा रहेको छ। हस्, अब धेरै धेरै धन्यवाद। अनि हजुरहरूको बाँकी पल शुभ रहोस्। हस्, नमस्कार। कृष्ण सर हजुर होस्ट भइसकिन्छ, बन्द गर्नुहुन्छ।